तपाईहरु प्रत्येकलाई म प्रभु येशू ख्रीष्टको नाममा न्यानो हार्दिक स्वागत गर्न चाहन्छु। अनि आज हाम्रो बीचमा हाम्रो दाजु सीपी शर्मा भन्छ उहाँलाई हामीले माझमा पाउँदाखेरि हामी धेरै खुसी छौं। उहाँको सेवाकाईद्वारा झन्डै 1400 मानिसहरूले प्रभुलाई विश्वास गरिसकेका छन् र उहाँले यसरी यो सेवाका सुरु गर्नुभएको अहिले 14 वर्ष हुँदैछ र अहिले हामी उहाँबाट यी सबै कुराहरू सुन्न बुझ्न जानेछौं र म विश्वास गर्छु तपाईले आजको यो सेवाको लागि पुरै समय लिएर आउनु भएको छ र हामी सबैजना आज हामीले सुन्ने बुझ्ने कुराहरूद्वारा हामी एकदमै आत्मामा दरिलो बलियो हुनेछ भन्ने कुरामा म विश्वास गर्दछु। र हाम्रो माझमा हाम्रो दाजु पास्टर सीपी शर्मा दाजुलाई अगाडि बोलाउँछु। दाजुलाई हामी ताली बजाएर स्वागत गरौँ। बाँकी समय उहाँले लिनुहुन्छ। सर्वप्रथम दयालु पिता परमेश्वरलाई म धेरै धन्यवाद चढाउँदछु, कारण उहाँले हामीलाई आजको यो बहुमूल्य समय जुटाइदिनु भयो। यदि उहाँले इच्छा गर्नुहुन्न थियो भने हामीले यो बहुमूल्य समय पाउने थिनौँ र यसरी यहाँ जमघट भएर प्रभुको महिमा गर्न सक्ने थिनौँ र उहाँले यो शुभ अवसर दिनुभयो। हामी यतिका जनहरूलाई यहाँ एकत्रित गरेर उहाँको महिमा प्रशंसा उहाँको आराधना गर्ने अनि उहाँले दिएका बहुमूल्य कुराहरू, बहुमूल्य ज्ञानका कुराहरू, बुद्धिका कुराहरू हामी एक आपसमा यसरी बाँड्ने यो मौका दिनुभएको निम्ति दयालु पिता परमेश्वरलाई म धेरै धेरै धन्यवाद चढाउँदछु। र साथै आज यहाँ उपस्थिति हुनुभएका हाम्रा आदरणीय पास्टर गुरुजनहरू र मण्डलीका अगुवाहरू अनि विभिन्न ठाउँबाट आउनुभएका प्रभु प्रेमीहरू सबैलाई प्यारो प्रभु येशूको नाममा जय मसीह। प्रभुलाई स्तुति होस्। र आज हजुरहरूको बीचमा विशेष गरेर तीनतिर लोक 14 भुवनको वर्णन केही बताउन म गइरहेको छु र यस तीनतिर लोक 14 भुवनको वर्णनले हामीहरूलाई प्रभुप्रति धेरै ठुलो एउटा ढाडस, धेरै ठुलो एउटा विश्वासको टेवा पुग्छ भन्ने मैले आशा गरेको छु। र यो तीनतिर लोक 14 भुवन देखाउनुको उद्देश्य चाहिँ के हो भने यो विश्व ब्रह्माण्ड अनि स्वर्गहरू, लोकहरू परमेश्वरले कसरी सृष्टि गरेर राख्नु भएको रहेछ अनि ती सबै कुरामा परमेश्वरको प्रभुत्व अनि ती सबै कुरामा परमेश्वरको भरिपूर्णता चाहिँ के रहेछ भन्ने कुरा यसबाट हामीले बुझ्न सक्दछौँ भन्ने मैले आशा राखेको छु। र त्यो सबै कुरामा जानुभन्दा अघि हामी पवित्र धर्मशास्त्र बाइबलबाट केही कुराहरू हामी हेर्नेछौँ। बाइबलमा जेर्मिया 33 अध्यायको 3 पदमा लेखिएको छ, म पढ्दछु। मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुराहरू म तँलाई बताउने छु। र साथै म व्यवस्थाको पुस्तक 10 अध्यायको 13 पदबाट म पढ्दछु। हजुरहरू सबैले ध्यान दिएर सुनिदिनुहोस्। व्यवस्था 10 अध्यायको 13 पददेखि 17 पदसम्म म पढ्दछु। यहाँ यसरी लेखिएको छ, तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई परमप्रभुका आज्ञा र विधिहरू मान। आकाशहरू, सर्वोच्च आकाश मण्डलहरू र पृथ्वी र त्यसमा भएका जे जति छन् ती सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन्। तापनि तिमीहरूका पिता पुर्खामा नै आफ्नो प्यार खन्याई परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो र आज तिमीहरूले देखे झैँ तिनीहरूका सन्तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्नुभयो। यसकारण अब आफ्ना हृदयको खतना गरेर अबदेखि उसो हटिन हो, किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु, महान परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न र उहाँले कहिल्यै घुस लिनुहुन्न। परमेश्वरको वचन पढाइ र सुनाइमा आशिष होस्। हामी यहाँ के देख्दैछौँ भने जेर्मिया अगमवक्ताले भन्दै हुनुहुन्छ, मलाई पुकार र म तँलाई जवाब दिनेछु। है, तैँले नजानेका गहिरा र गुप्त कुराहरू म प्रकट गर्छु भनेर परमेश्वरले जेर्मिया अगमवक्ताद्वारा हामीसँग बोल्दै हुनुहुन्छ। अनि व्यवस्थाको पुस्तकमा
तपाईँ हामीले विश्वास गरेको जो परमेश्वर हुनुहुन्छ उहाँ चाहिँ आकाशहरू र सर्वोच्च आकाश मण्डलहरू र पृथ्वी र त्यसमा भएका जे जति छन् ती सबैका परमप्रभु परमेश्वर हुनुहुन्छ। र साथै हामीले 17 पदमा हेऱ्यौँ भने किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु महान परमेश्वर शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, उहाँले कहिल्यै घुस लिनुहुन्न भनेर यसरी देखाएको छ। सारा आकाशहरू, आकाश मण्डलहरू अनि धेरै ईश्वरहरू ती सबैमाथि पनि उहाँ परमेश्वर परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने कुरा यी धर्मशास्त्रका खण्डहरूले तपाईँ हामीलाई बताउँदैछ। र यिनै सन्दर्भमा आज हामीहरू 3 त्रिलोक 14 भुवनलाई हेर्नेछौँ र सबैजनाले यस 3 त्रिलोक 14 भुवनलाई एकदमै ध्यान दिएर हेरिदिनुहोस्। प्रभुले तपाईँहरूलाई धेरै आशिष गर्नुहुनेछ। अब हामी आरम्भ गर्नेछौँ र सर्वप्रथम हामी पृथ्वीलाई हेर्नेछौँ। यो पृथ्वी हो। यस पृथ्वीमा हामी मानिसहरू छौँ र यस पृथ्वीमा धेरै धर्मलाई विश्वास गर्ने मानिसहरू छन्। यहाँ तपाईँहरूले देख्दै हुनुहुन्छ यो पृथ्वीको बिचमा क्रुस पनि छ। यहाँ क्रिस्चियनहरू छन्, यहाँ हिन्दूहरू छन्, यहाँ मुस्लिमहरू छन्, यहाँ बुद्धिस्टहरू छन् र यहाँ विभिन्न व्यापार गर्ने मानिसहरू छन्, विभिन्न कर्म गर्ने हरेक क्षेत्रका मानिसहरू यो पृथ्वीमा छन् र यही पृथ्वीमा तपाईँ र हामी पनि छौँ। यो पृथ्वी चाहिँ धर्मशास्त्रको आधारमा यस्तो एउटा ठाउँ हो यहाँ चाहिँ मानिसले एकदमै पाप कर्म मात्रै गरेर नरकमा पनि जान सक्दछ र यो ठाउँमा मान्छेले धेरै धर्म कर्म साँचो र अनि सत्यताको काम गरेर त्यो मान्छेले अनन्त जीवन पनि प्राप्त गर्न सक्दछ। र यो पृथ्वी चाहिँ यस्तो एउटा ठाउँ हो मान्छेले कुन चाहिँ असल छ र कुन चाहिँ खराब छ छुट्याएर खराबलाई छोडेर असलतिर प्रवेश गर्ने खुड्किलो पाउने ठाउँ चाहिँ यो पृथ्वी हो र यो पृथ्वीमा हामी सबैजना बसेका छौँ। र यस पृथ्वीबाट अब हामी 3 त्रिलोक 14 भुवनको वर्णनमा अघि बढ्नेछौँ र यो पृथ्वीदेखि अलि माथि गएपछि यहाँ हामीले यमलोक देख्दैछौँ र यो यमलोकको अधिपति चाहिँ यमराज हो। यहाँ यमराज बसिरहेको छ र उसका चारैपट्टि यहाँ यमदूतहरू बसिरहेका हामी देख्दछौँ र यो यमलोक चाहिँ यस्तो लोक हो। यो पृथ्वीमा जति पनि मानिसहरू मर्दछन् वैदिक धर्मशास्त्रको आधारमा है, वैदिक धर्मशास्त्रको आधारमा मरेका मानिसहरू चाहिँ यो राजका यमदूतहरूले गएर ती मानिसहरूका आत्मा उठाएर लिएर जान्छन् र अनि यो यमलोक र यो इन्द्रलोकको बीचमा यहाँ एउटा चित्रगुप्त भन्ने व्यक्ति बसेको हुन्छ र उसले तराजु लिएर त्यहाँ जोखिरहन्छ र जति मान्छेहरू धर्मशास्त्रको विपरीतमा काम गर्दछन् अनि त्यो चित्रगुप्तले जोख्दछ र तिमीहरू चाहिँ धर्मशास्त्रको विपरीतमा काम गर्ने, पाप कर्म गर्ने, अधर्म गर्न रुचाउने, दुष्ट काम गर्न रुचाउने हो र तिमीले जति पनि अधर्म र पाप कमाएका छौ तिमीहरू चाहिँ यो नरकमा जानुपर्छ भनेर यहाँ विभिन्न प्रकारका यी नरकमा ताड्ना दिने ठाउँहरू छ र त्यो नरकमा तिनीहरू दुःख कष्ट पीडा र ताडनाहरू भोग्नको निम्ति त्यहाँ जानु पर्दछ। र वैदिक धर्मशास्त्रको गरुड पुराणको हामीहरू 2 अध्यायबाट हामी पढ्दै गयौँ भने भेट्छौँ कि जब यो नरकमा मानिसहरूको आत्मा जान्छ पाप कर्म गरेको कारण अनि यो नरकमा उनीहरूले पाप भोगिसकेपछि अनि फेरि उनीहरू यो पृथ्वीमा जन्म लिन आउन पाउँछन्। तर कसरी अरे भने चाहिँ एउटी स्त्रीको जब उनीहरूको मासिक बिमार हुँदाखेरि 3 दिनको दिन कुनै पुरुषसँग संसर्ग भयो भने चाहिँ ती नरकबाट फर्केका आत्माहरू चाहिँ त्यो स्त्रीको गर्भमा प्रवेश गर्छन् अनि जब तिनीहरू 9 मास पूर्ण भएर जन्मिन्छन् र तिनीहरू चाहिँ दुष्ट मानिसहरू भएर अहंकारी मानिसहरू, घमण्डी मानिसहरू, हिंसा गर्ने, निन्दा गर्ने, देशमा अशान्ति फैलाउने, आतंक गर्ने मानिसहरू हुन्छन्। तिनीहरूले धर्म कर्म गर्दैन किनभने तिनीहरूले पृथ्वीमा पाप कर्म गरेर नि नरकमा गए अनि नरकको ताडना भोगेर फेरि तिनीहरू चाहिँ त्यस प्रकारले पृथ्वीमा आउँदछन् र तिनीहरूले चाहिँ दुष्ट कर्म गर्ने नाम कलाइएर पृथ्वीमा बस्ने छन् र तिनीहरूको चाहिँ अनि पनि जन्मनु, अनि पनि मर्नु, अनि पनि गएर गर्भतिर पर्नु भन्ने कर्ममा तिनीहरू सधैँभरि नै लागिराख्नु पर्दछ। र
त्यो यमलोक कटेर हामी गएपछि यहाँ इन्द्रलोक भनेर छ, यो इन्द्रलोकमा हामी पुग्नेछौँ। र यो इन्द्रलोक चाहिँ कस्तो खालको लोक हो भने यो इन्द्रलोकको अधिपति चाहिँ इन्द्र आफै नै हो। र यहाँ चाहिँ इन्द्रलोकमा अप्सराहरू अनि संसारमा धर्म कमाएर दान पुण्य तीर्थ व्रत कमाएर उनीहरू चाहिँ इन्द्रलोकमा गएका हुन्छन्। त्यो चित्रगुप्तले यहाँ जोग्छ र लौ तिमीहरू चाहिँ दान गर्ने व्यक्ति रहेछौ, पुण्य गर्ने व्यक्ति रहेछौ, तीर्थ गर्ने व्यक्ति रहेछौ, व्रत गर्ने, परोपकार गर्ने अनि समाज सेवा गर्ने राम्रा व्यक्ति रहेछौ। अब तिमीहरूको पुण्यको फल भोग्न चाहिँ तिमीहरू इन्द्रलोकमा जाओ भनेर अनि त्यो इन्द्रलोकमा ती धर्मी मान्छेहरू जान्छन् जो पृथ्वीमा तिनीहरूले धर्म कमाएका थिए, ती त्यहाँ जान्छन्। र यहाँ गएर तिनीहरूले आफ्नो धर्मको फल कतिसम्म भोग्नु पर्दछ, उनीहरूको त्यो धर्म कमाएको एउटा हिसाब हुन्छ। तैँले जति धर्म कमाइरहेछस् यो धर्मले त त्यहाँ 3 वर्ष बस्न सक्छस्, 10 वर्ष बस्न सक्छस्, 50 वर्ष 100 वर्ष बस्न सक्छस्। त्यसलाई अवधि दिएको हुन्छ र त्यो धर्मको फल अनुसार तिनीहरू त्यो अवधि भरि त्यहाँ बस्छन्। अनि फेरि तिनीहरू त्यो जब उनीहरूको धर्मको फल सकिन्छ अनि फेरि तिनीहरू चाहिँ पृथ्वीमा आउनु पर्दछ। तर तिनीहरू चाहिँ जब त्यो स्वर्गलोक यानि कि इन्द्रलोकबाट फर्केर आउँदछन् तिनीहरू चाहिँ एकदमै एउटा ठुला राजकीय घरानामा होइन, मन्त्रीहरूका घरमा, धनी मानिहरूका घरमा अनि त्यसरी उच्च कुल भएका मानिसहरूको घरमा आउँदछन्। अनि तिनीहरू चाहिँ शान्ति प्रियहरू, लोकप्रियहरू, समाज सेवा गर्नेहरू, राष्ट्रको सेवा गर्नेहरू त्यस्ता भएर यहाँ जन्मिन्छन् भनेर वैदिक धर्मशास्त्रका विश्वास गर्नेहरूले त्यो विश्वास गर्दछन्। र यो इन्द्रलोक चाहिँ कस्तो ठाउँ भन्नुहुन्छ भने हामीले स्कन्द पुराणको केदारखण्डीको माघमात्ममा पढ्दा यो पृथ्वीमा यदि कोही मानिसले बढी दान पुण्य तीर्थ व्रत गर्यो भने चाहिँ यो इन्द्रको आसन चाहिँ हल्लिन्छ र उसलाई चाहिँ डर लाग्छ। र अनि इन्द्रले ब्रह्मा विष्णु महेश्वरहरूसँग गएर उसले बिन्ती गर्दछ मेरो सिंहासन चाहिँ बचाइदिनुहोस्, कारण पृथ्वीमा मान्छेले धेरै धर्म गरेको कारण मेरो स्वर्गको सिंहासन हल्लिरहेको छ भनेर उसले जब ती ब्रह्मा विष्णु महेश्वरलाई आपत्ति गर्दछ अनि त्यतिखेर ती ब्रह्मा विष्णु महेश्वरले ती पृथ्वीमा धर्म गर्ने व्यक्तिहरूलाई चाहिँ आएर रोक्दछन् र यो स्वर्गको इन्द्रको सिंहासनलाई चाहिँ रक्षा गर्दछन्। र यसलाई हामीहरूले धर्मशास्त्र पढेर बुझे अनुसार चाहिँ हामीले के बुझेका छौँ भने यो चाहिँ एउटा एकदमै नामी होटेल जस्तो हो होइन। यहाँ हामीले प्रशस्त रुपियाँ पैसा लिएर गएर होटेलमा गएर बस्छौँ अनि हामीसँग जति दिनसम्म रुपियाँ पैसा पकेटमा रहन्छ हामी त्यो होटेलमा गएर ऐस गर्न सक्छौँ। जब हाम्रो रुपियाँ पैसा सकिन्छ तब हामी के गर्नु पर्दछ, फेरि रुपियाँ पैसा कमाउनका लागि गाउँठाउँमा जानुपर्छ। त्यसरी नै पुण्य छौन्जेली यो इन्द्रलोकमा हामी बस्न सक्दछौँ, तर पुण्य सकेपछि फेरि हामी पुण्य कमाउनको निम्ति यो पृथ्वीमा नै आउनु पर्दछ भन्ने कुराहरू हामी बुझ्दछौँ। र यो इन्द्रलोकदेखि अलि माथि गएपछि हामीले यहाँ ब्रह्मलोक पाउँदछौँ र यहाँ यो ब्रह्मलोकको अधिपति चाहिँ चतुर्मुखी ब्रह्मा र यस ब्रह्मलोकमा विशेष गरेर ब्राह्मणहरूले स्थान पाउँदछन्। ब्राह्मणहरूको निम्ति यो ब्रह्मलोक चाहिँ तयार छ। यो जसले पृथ्वीमा वेद पठन पाठन गर्दछन्, जसले वेदले भनेको कुराहरू मान्दछन्, जसले वर्तमान गरेर जनाइ लगाएर ब्राह्मण कहलान्छन्, तिनीहरूको गन्तव्य स्थान चाहिँ यो ब्रह्मलोक हो। र यहाँ चाहिँ जति पनि ब्राह्मणहरू छन् तिनीहरू गएर ब्रह्मलोकमा बस्दछन्। तर यो ब्रह्मलोक वैदिक धर्मशास्त्र अनुसार अनन्तको लोक होइन। वैदिक धर्मशास्त्रले 4 किसिमका प्रलय छन् भन्छ। एउटा चाहिँ क्षीण प्रलय, एउटा चाहिँ दिन प्रलय, अनि एउटा चाहिँ नैमित्त प्रलय, अनि एउटा चाहिँ महाप्रलय। त जब महाप्रलय आउँछ अनि यो ब्रह्मलोक पनि नाश हुन्छ भनेर भन्छन्। र यो ब्रह्मलोकको वर्णन यस प्रकारको छ। र यो ब्रह्मलोकदेखि अलि माथि गएपछि हामी शिवलोकमा आउँछौँ र यो शिवलोकको अधिपति चाहिँ शिव आफै हो। र यहाँ शिव बसिरहेको तपाईँहरू देख्दै हुनुहुन्छ। यहाँ चाहिँ यो पर्वतहरू छ, कैलाश पर्वत पनि भन्छन्, शिवलोक पनि भनेर यसलाई भन्दछन्। र यो शिवलोकमा स्कन्द पुराणको केदारखण्डीको माघमात्म्यको आधारमा के लेखेको छ भने
यो शिवलोकमा चाहिँ नन्दी, भृङ्गी, 64 योगिनी, डङ्गिनी, शङ्किनी, भूत, प्रेतहरू बस्दछन् भनेर लेखिएको छ स्कन्द पुराणमा। तपाईँहरू कतिजनाले स्वस्तानीको व्रत कथा पनि सुन्नुभएको छ होला, त्यहाँ पनि लेखिएको छ। र ती सबै नन्दी, भृङ्गी, 64 योगिनी, भूत, प्रेत सबैको नायक चाहिँ गणेशले गर्दछ र उसलाई गणनायक पनि भनेको कुराहरू हामी पाउँदछौँ। र यो चाहिँ शिवलोक हो। यहाँ चाहिँ शिव, पार्वती अनि गणेश बसेको छ। र जतिजना पृथ्वीमा शिवका भक्तहरू छन्, जसले चाहिँ अब उनीहरूले जान्ने अवस्थादेखि मृत्यु हुनेसम्मसम्म जसले शिवको पूजा गर्दछ, तिनीहरू पृथ्वीबाट मरेपछि तिनीहरूको आत्मा चाहिँ यहाँ चित्रगुप्तमा जान्छ र अनि चित्रगुप्तले जब हिसाब गरेपछि शिवलोकमा पठाउँछ र ती शिवलोकमा पुगेका आत्माहरू चाहिँ त्यहाँ ती भूत, प्रेत, नन्दी, भृङ्गी, 64 योगिनी, डङ्किनी, शङ्किनीहरूसँग बस्नु पर्दछ है, बस्नु पर्दछ। त्यहाँ शान्ति अनि आनन्द, मुक्ति भन्ने कुराको अनुभव हुँदैन। किनभने एक दिन पार्वतीले शिवलाई सोधेको छ महेश्वर तन्त्र उपनिषदमा, हे शिव, तपाईँ त 3 त्रिलोक 14 भुवनको मालिक हुनुहुन्छ, तर तपाईँको यो माझको जो आँखो छ, यहाँ माझको आँखो छ, यो आँखो सधैँ तपाईँ चिप्लिरहनुहुन्छ अनि तपाईँले हातमा चाहिँ माला लिएर जप गर्नुहुन्छ। कसको जप गर्नुहुन्छ भनेर पार्वतीले शिवलाई सोद्धा शिवले भन्छन्, लौ पार्वती, तिमीले त एकदमै एउटा के भने अर्थपूर्ण एउटा गम्भीर प्रश्न मलाई गर्यौ। यो कैलाश पर्वतमा त्यो अमर कथा भन्न मिल्दैन। त्यसकारणले गर्दा हामी चाहिँ द्रोणाचल पर्वतमा जाउँ भनेर ती पार्वतीलाई त्यो कैलाश पर्वतबाट लिएर यता द्रोणाचल पर्वततिर गएर एउटा गुफामा बसेर उनले कसको जप तप गर्दथे तिनको बारेमा कथा भनिरहेको हामी सुन्दछौँ। त्यो कैलाश पर्वतमा चाहिँ किन नभनेको अरे भन्दा ती भूत प्रेतले चाहिँ त्यो अमर कथा जो पूर्ण परमात्मा पार ब्रह्म परमेश्वरको कथा चाहिँ सुन्नु हुँदैन भनेर अनि त्यहाँ लगेको कुराहरू हामी पाउँदछौँ। र शिवलोक भनेको चाहिँ त्यस्तै हो। यो पनि महाप्रलय हुँदाखेरि चाहिँ एक दिन नाश हुन्छ भन्ने कुराहरू हामी वैदिक धर्मशास्त्र र अक्षरातीतको परिचय भन्ने पुस्तकबाट हामी पाउँदछौँ। र यो शिवलोकको यतापट्टि यहाँ तपाईँहरूले देवीलाई देख्दै हुनुहुन्छ र यो चाहिँ द्रोणाचल पर्वत पनि भन्दछ। र यहाँ चाहिँ जति पनि पृथ्वीमा नवदुर्गा भवानीहरू भन्ने, सप्तशती भन्ने, कालीहरू भन्ने जति पनि देवीहरू छ, ती देवीहरूको स्थान चाहिँ यो शिवलोकदेखि उतापट्टि जो देवीहरू बसेको ठाउँ यो द्रोणाचल पर्वत हो, यहाँ हो। र जतिजना मानिसहरूले देवीको पूजा पाठहरू गर्दछन् तिनीहरूको आत्मा चाहिँ यो द्रोणाचल पर्वतमा पुग्छन्। तर द्रोणाचल पर्वतमा देवीहरूबाट पुगेर उनीहरूले मुक्तिको अनुभव गर्न सक्दैनन्। तर तिनीहरूले फेरि पनि मुक्ति चाहिँ कसरी पाउनुपर्छ भनेर गायन्तीयम सामगा भन्नुपर्छ चाहिँ सधैँभरि तिनीहरूले गाइराख्नु पर्दछ भनेर बताएको छ है। र यो तपाईँहरूले शिवलोकको वर्णन देख्नुभयो। र यो पनि महाप्रलय हुँदा नाश हुँदछ। र शिवलोकदेखि अलि माथि जाँदा तपाईँहरूले यहाँ विष्णुलोक देख्दै हुनुहुन्छ। यो विष्णुलोक चाहिँ यसको अधिपति चाहिँ विष्णु आफै हो। र यहाँ लक्ष्मी अनि विष्णुका भक्तहरू यो ठाउँमा बस्दछन्। र साथै यो पृथ्वीमा राधा वल्लभी सम्प्रदाय भन्ने छ, एउटा वैष्णव सम्प्रदाय, अनि एउटा गौडीय सम्प्रदायहरू पनि छ। ती राधा वल्लभी सम्प्रदायलाई विश्वास गर्ने मान्छे र ती गौडीय सम्प्रदायलाई विश्वास गर्ने अनि विष्णु लक्ष्मीको पूजा गर्ने व्यक्तिहरू चाहिँ विष्णु भक्तहरू चाहिँ यो ठाउँमा गएर बस्दछन्। र यो ठाउँ चाहिँ यसलाई चाहिँ अब वैदिक धर्मशास्त्रले सत्यलोक पनि भनेको छ। यहाँ पुगेपछि चाहिँ मानिसहरू चाहिँ फेरि पृथ्वीमा फर्केर आउनु पर्दैन भनेको छ है। फर्केर आउनु पर्दैन, तर यो विष्णु लोकमै उनीहरू बसिराख्न पाउँछन्। तर यो विष्णु लोकमा बसिराख्न पाउँछन् भन्नाले चाहिँ उनीहरूले अनन्तसम्म चाहिँ यो ठाउँमा बस्न पाउँदैनन्। किनभने कहिलेकाहीँ दानवहरू बढेर गएर उनीहरूले यो विष्णु लोकलाई पनि हस्ताक्षेप गर्दछन्। अनि त्यतिखेर यो वैकुण्ठ छोडेर भगवानहरू पनि भाग्नु पर्ने कुराहरू पनि आउँदछ है। र त्यसले गर्दाखेरि यो अनन्तको ठाउँ चाहिँ होइन, तर यहाँ 1000 वर्ष 10,000 वर्ष त्यसरी पनि बस्न सकिन्छ भन्ने वैदिक धर्मशास्त्रलाई विश्वास गर्ने विद्वानहरूको र धर्मशास्त्रको विचारहरू छ। र यो चाहिँ वैकुण्ठ लोक हो। अनि जब महाप्रलय हुन्छ त्यतिखेर यो वैकुण्ठ लोक पनि नाश हुन्छ भन्छ। र यो वैकुण्ठ लोकसम्म चाहिँ तपाईँले देख्दै हुनुहुन्छ सूर्य अनि चन्द्रमाले पनि पहर दिइरहेको कुराहरू हामी पाउँदछौँ है। यहाँ यतापट्टि सूर्य देख्दै हुनुहुन्छ तपाईँहरूले, यतापट्टि चन्द्र देख्दै हुनुहुन्छ। र यो वैकुण्ठसम्म चाहिँ चन्द्र सूर्यको प्रकाश
छ भन्ने वैदिक धर्मशास्त्रको विचार छ। वैकुण्ठ, शिवलोक, ब्रह्मलोक र इन्द्रलोक, यमलोक, यी लोकमा उज्यालो हुँदा पृथ्वीमा पनि उज्यालो हुन्छ र यी लोकहरूमा अँध्यारो हुँदा चाहिँ पृथ्वीमा पनि अँध्यारो हुन्छ है। र त्यसले गर्दाखेरि यो पृथ्वीमा मृत्यु घट्ने सम्भव छ र त्यसै यी लोकहरूमा पनि मृत्यु घट्ने सम्भव छ। लडाईँ झगडा, विभिन्न प्रकारको अत्याचारहरू यी लोकहरूमा पनि हुन्छ र त्यसकारणले गर्दा यहाँ जति पनि भगवानहरू तपाईँहरू देख्दै हुनुहुन्छ सबैले आफ्ना आफ्ना शस्त्र अस्त्र धारण गरेर बसेका छन्। किनभने जहाँ शस्त्र अस्त्र धारण गरिन्छ त्यहाँ लडाईँ झगडा, मारपिट, हत्या अत्याचार हुने सम्भव हुन्छ। र यो वैकुण्ठसम्म चाहिँ चन्द्र सूर्यले प्रकाश गर्छ र यो वैकुण्ठदेखि तलका यी सबै लोकहरू चाहिँ पृथ्वीमा जस्तो किसिमको सम्भव छ त्यस्तै त्यहाँ पनि हुन्छ। तर पृथ्वीमा चाहिँ छोटो अवधि हुन्छ, यो यी माथिमा चाहिँ अलि लामो लामो अवधि हुँदै जान्छ। जस्तै पृथ्वीमा मान्छे 70-80 वर्ष बाँच्छ भने यमलोकमा 200-250, इन्द्रलोकमा 400-500, ब्रह्मलोकमा त्यसरी 1000, शिवलोकमा 1000, विष्णुलोकमा 10,000 वर्ष पनि हुन सक्छ भन्ने वैदिक धर्मशास्त्रको विचारहरू छ। र यो चन्द्र सूर्यदेखि माथि तपाईँहरूले यहाँ 7 शून्यलाई देख्दै हुनुहुन्छ। यो 7 शून्य भनेको चाहिँ 7वटा आकाशहरू छन् र यो 7वटा आकाश चाहिँ कस्ता भन्दा नीलो आकाश है, हरियो आकाश, पहेँलो आकाश, रातो आकाश, कालो आकाश, बैगुने रङको आकाश र सुन्तोले रङको आकाश होइन। 7वटा आकाशहरू यो वैकुण्ठदेखि माथि राखिएको छ। र यो 7वटा आकाश चाहिँ किन राखेको भन्दा वेद विज्ञानले भन्छ कि यो चन्द्र सूर्यको प्रकाश चाहिँ पूर्ण रूपले वैकुण्ठदेखि तल पृथ्वीसम्म चाहिँ पूर्ण रूपले प्रकाश आओस् र सबैले उज्यालो पाउन् भनेर चाहिँ यी 7वटा आकाश चाहिँ ती चन्द्र सूर्यको प्रकाशलाई उँभोतिर जान नदिकन सम्पूर्ण प्रकारले तल पठाउनको लागि राखिएको हो। र यी चाहिँ 7 शून्यहरू हुन् र यी 7 शून्य एउटादेखि अर्को शून्य बेग्ला बेग्लै रङका शून्यहरू छन् र यी शून्यहरूले चाहिँ पृथ्वीमा चन्द्र सूर्यको प्रकाशलाई चाहिँ एकदमै राम्रो प्रकारले त्यो टर्च लाइटको त्यो बल्बको पछाडि त्यो बाटीले त्यो फोकस चाहिँ पर पुर्याए जस्तै त्यो ल्याउँछ भन्ने वेद विज्ञानको विचारहरू छ। र यो 7 शून्यदेखि तल जो विष्णुलोक, शिवलोक, ब्रह्मलोक, इन्द्रलोक, यमलोक र यो जुन पृथ्वी छ यहाँसम्म चाहिँ पहिलो लोक र तपाईँहरूले 5वटा भवन देख्दै हुनुहुन्छ। 1 2 3 4 5वटा भवनहरू देख्नुहुन्छ। यसलाई चाहिँ पहिलो लोक, 3 लोक 14 भवन भनेकोमा तपाईँले पहिलो लोक र 5वटा भवनहरूलाई देख्दै हुनुहुन्छ। र यो 7 आकाशदेखि हामी अलि माथि गयो भने एउटा आद्यकरण भन्ने ठाउँ पाउँदछौँ। र यो आद्यकरणको अधिपति चाहिँ सत्यनारायण भगवान हो भन्ने वैदिक धर्मशास्त्रको विचार छ। र यो आद्यकरण भन्ने ठाउँमा चाहिँ तपाईँले यहाँ चारैपट्टि एउटा अँध्यारो देख्नुहुन्छ र अँध्यारो छ कारण यहाँ चन्द्र सूर्यको प्रकाश पनि छैन अनि माथि कहीँबाट पनि यो ठाउँमा प्रकाश आउँदैन र यो चाहिँ सत्यनारायण बस्ने ठाउँ हो र यो ठाउँमा चाहिँ अन्धकार छ। र आज यो संसारमा जति पनि मानिसहरूले सत्यनारायणको व्रत गर्दाखेरि उनीहरूले दिउँसो गर्दैनन्, यो चाहिँ तारा उदाएपछि गर्नुपर्दछ भनेर राति सत्यनारायणको पूजा गर्दछन्। रातभरि सत्यनारायणको पूजा कथाहरू भएर रात बिताउँदछन् किनभने त्यहाँ चाहिँ उज्यालो छैन, त्यहाँ चाहिँ अन्धकार रातै रात मात्रै छ। र अनि अर्को कुरो चाहिँ यो आद्यकरणमा को जान्छन् भन्दा चाहिँ यो पृथ्वीमा जति मानिसहरूले सत्यनारायण भगवानको पूजा पाठ गर्दछन् र श्री वैष्णवहरू छन् जसलाई चाहिँ रामानुज सम्प्रदाय पनि भन्छ, तिनीहरूको पनि यो गन्तव्य स्थान हो। तिनीहरूको आत्मा चाहिँ मरेपछि यहाँ जब चित्रगुप्तले त्यो इन्साफ गर्दछ र त्यसको पछाडि चाहिँ ती सत्यनारायणको पूजा गर्ने भक्तहरू र श्री वैष्णवहरूका आत्माको गन्तव्य स्थान यो हो। तर यसलाई पनि वैदिक धर्मशास्त्रले अनन्तको स्थान हो भनेको छैन। यहाँ गएपछि अन्धकार मात्रै छ। अन्धकारमा गएर आत्माहरूले त्यहाँ कुनै किसिमको ज्योति प्रकाश शान्ति आनन्द नभएको कारण तिनीहरू अन्धकारमा नै ती बसिराख्नु पर्दछ। तर जब महाप्रलय आउँछ त्यो पनि नष्ट भएर जान्छ भनेर बताएको छ। र यो चाहिँ आद्यकरण सत्यनारायण भगवानको ठाउँ हो। र त्यसको माथि तपाईँहरूले यहाँ अष्टावरण देख्दै हुनुहुन्छ। अष्टावरण भनेको चाहिँ यहाँ 8वटा आवरणहरू छन् र यी आवरणहरूको नाम म तपाईँलाई अलिकति बताइदिन मन पर्यो। पहिलो आवरणलाई चाहिँ वैदिक धर्मशास्त्र अनुसार चाहिँ के भनेको छ भने बुद्धि रूप राजस
अहङ्कार आवरण भनेको छ है। र त्यसको पछि हामी गयौँ भने फेरि अर्को हामी आवरणको नाम भेट्दछौँ। त्यो आवरण चाहिँ पृथ्वीका आवरण गर्न भनेको छ। पृथ्वीको आवरणदेखि अर्को आवरणलाई जब हामी हेर्दछौँ जलका आवरण भनेको छ। जलको आवरणदेखि जब अलि माथि जान्छौँ अग्निको आवरण भनेको छ। र अग्निको आवरणदेखि जब अलि माथि जान्छौँ पवनको आवरण भनेको छ। त्यसदेखि माथि जब हामी जान्छौँ आकाशका आवरण भनेको छ। अनि त्यसको माथि जाँदा हामी मनको आवरण, अनि त्यसको माथि गयो भने चाहिँ चित्तरूप सात्विक अहङ्कारका आवरणहरू भनेर भनेको छ। यी अष्ट आवरण छ र यो चाहिँ अक्षरातीतको परिचय र वैदिक धर्मशास्त्रको आधारमा यो आवरणले चाहिँ यसरी यहाँदेखि यता र अनि उता पनि त्यस्तै प्रकारले गर्दा यो 7 शून्यदेखि तल सबैलाई आवरण गरेको छ। यी आवरणहरूले चाहिँ यो विश्व ब्रह्माण्ड यहाँ तलको यो ब्रह्माण्डलाई घेरेर राखेको छ। अनि त्यसको आवरणले गर्दाखेरि नि यी सबै जीवित रहिरहेका छन्। तर जब महाप्रलय आउँछ यो अष्ट आवरण पनि नष्ट भएर जान्छ भनेर बताएको छ। र अनि यो अष्ट आवरणमा चाहिँ यस्तो किसिमको छ, यो पहिलो दोस्रो तेस्रो यसरी हुँदै जाँदाखेरि चाहिँ यहाँ चाहिँ विभिन्न धर्मशास्त्रका पठन पाठन भइरहेको आवाजहरू पनि त्यहाँ गुन्जिरहेको छ। त्यहाँ पृथ्वीमा जति पनि यो आवाजहरू छ, जे पनि आवाजहरू पृथ्वीमा गुन्जिन्छ त्यो सबै गएर चाहिँ यो अष्टावरणमा पुगेपछि यी बस्दछन्। र त्यहाँ चाहिँ अब भनौँ भजन गाएको पनि सुनिन्छ, संसारिक गीत गाएको पनि सुनिन्छ, त्यहाँ गाडी चलेको हरेक कुराको आवाजहरू पनि सुनिन्छ। र यहाँ भजन कीर्तन भएका, यहाँ अब सबै पृथ्वीमा भएका हरेक धर्मका मानिसहरूले गाएका भजन गीत वेद पाठ धर्मशास्त्र पाठ सबैको गुन्जायमान यहाँ भइरहन्छ। अनि यो संसारमा कतिजना आत्माहरू यहाँ पुग्दछन् र यही नै अनन्तको धाम पो रहेछ कि भनेर धेरै आत्माहरू पनि यो अष्टावरणमा अल्मलिरहन्छन्। तर त्यहाँ पनि त्यो अनन्तको धाम होइन, शान्ति मुक्ति नभएको कारण ती आत्माहरू तडपिरहनु पर्दछ भन्ने त्यो अक्षरातीत र वैदिक धर्मशास्त्रको विचार छ। अनि यो चाहिँ अष्टावरण हो। र यो अष्टावरण यहाँ नहुनु भने चाहिँ यो तलका यी लोकहरू चाहिँ जीवित रहन सक्दैनन्। त्यो आवरणले नै सबैलाई जीवित राख्नको निम्ति कार्य गरिरहेको छ भन्ने वेद धर्मशास्त्र र अक्षरातीतको परिचयको विचार छ। र यो अष्टावरण कटेर हामी गएपछि यहाँ गोलक धामलाई हामी देख्दैछौँ। र यो गोलक धामको अघिपट्टि चाहिँ यो गोलकी कृष्ण हो, जसलाई चाहिँ ओममा बेरिएर राखेको छ, युगल स्वरूप पनि भनेर भन्छ। र यहाँ चाहिँ गोलकी भगवान बस्दछन्। र यो ठाउँमा चाहिँ सबै कुरा सानो 7 वर्षदेखि तलको जस्तो देखिन्छ भन्छ। त्यहाँका मान्छेहरू पनि त्यस्तै साना, त्यहाँका पशु प्राणीहरू पनि त्यस्तै साना, त्यहाँका जङ्गल रुखपातहरू पनि त्यस्तै साना, सबैलाई किशोराङ्गम भन्छ। संस्कृतिमा किशोराङ्ग भनेको बालक अवस्थामा सबै कुराहरू छन् भन्छ। र यो गोलक धाम हो। र यो गोलक धाममा चाहिँ यहाँ माथिबाट एउटा ज्योति आएर यो ठाउँमा चाहिँ उज्यालो छ। चन्द्र सूर्य चाहिँ प्रकाश यहाँ छैन, तर माथि कहीँबाट एउटा उज्यालो आएर यहाँ चाहिँ एउटा प्रकाश दिइरहेको छ भनेको छ। र एक दिन के भयो भन्नुहुन्छ भने श्रीमद् भागवत कृष्ण चरित्रमा पनि वर्णन छ। एक दिन पृथ्वीले गाईको शरीर भएर मान्छे र अनि मुजुरको प्वाख लगाएर वैकुण्ठमा गएर विष्णुलाई पृथ्वीले आपत्ति गर्दछ, विष्णु पृथ्वीमा धेरै पापी र अधमहरू बढेको कारणले गर्दाखेरि मलाई पापको धेरै भार भएको छ र म पापको बोझ बोकेर थाम्न नसक्ने स्थितिमा भएको छु र चाँडै तिमीले अवतार लिएर चाहिँ यो पृथ्वीमा भएको पापको बोझ हरण गर्नुपर्छ भनेर पृथ्वीले भन्दा विष्णुले ठिकै छ पृथ्वी, तिमी अहिले गएर आफ्नै ठाउँमा बस, म शिवलाई ब्रह्मालाई 33 कोटी देवदेवताहरू सबैलाई बोलाएर चाहिँ हामी माथि गोलकी भगवानबाट जान्छौँ र गोलकी भगवानलाई गएर त्यो कृष्ण अवतार चाहिँ कस प्रकारले हुँदाखेरि चाहिँ पृथ्वीको भूको भार हट्न सक्दछु त्यसको बारेमा म गोलकी भगवानसँग परामर्श लिन जान्छु। किनभने पहिला मेरो राम अवतार हुँदाखेरि रावणको भाइ विभीषण मेरो साथमा हुँदैन थियो भने रावणले मलाई नाश गर्ने थियो, पतालमा लगेर ऐरावणले मलाई मारिसक्ने थियो। तर विभीषण मेरो साथमा भएको कारणले गर्दाखेरि मैले रावणलाई जित्न सकेँ। त्यसकारणले गर्दा अब अहिले झन् कंस सुरहरू
बक्कासुरहरू, केसीसुरहरू, जरासन्धहरू, शिशुपालहरू अनि कौरवहरू एकदमै दुष्ट बढी भएको अवस्थामा म त्यहाँ कृष्ण अवतार हुनुपर्ने छ। त्यसले गर्दा म चाहिँ गोलकी भगवानलाई सोद्धछु अनि उहाँबाट जे परामर्श पाउँछु त्यही कुरा लिएर अनि मेरो कृष्ण अवतार हुनेछ भनेर। अनि विष्णुले 33 कोटी देवदेवता ब्रह्मा विष्णुलाई लिएर अनि जाँदाखेरि यो अष्टावरणमा जब पुगेपछि प्रथम दोस्रो तेस्रो आवरणसम्म चाहिँ देवताहरू जान सके, तर चौथो आवरणबाट चाहिँ देवताहरू त्यहाँबाट उता जान सकेनन्। किनभने त्यहाँ यस्तो अन्धकार रहेछ, घोर अन्धकार। त्यो अन्धकारलाई चाहिँ जितेर उनीहरू जान नसक्ने स्थिति भएपछि अनि सबै देवताहरूले विष्णुलाई आपत्ति गरे, विष्णु अब हामी त्यहाँ जान सक्दैनौँ, अब के उपाय गर्ने हो भन्दा अनि विष्णुले गरुडलाई भन्छ र गरुडले चाहिँ आफ्नो रूप ठुलो एउटा पर्वत जस्तो बनाएर ती शिवलाई ब्रह्मालाई 33 कोटी देवदेवता सबैलाई आफ्नो शरीरमा उनीहरूका वाहनहरू सहित बोकेर जाँदछ। तर जब चौथो पाँचौं आवरणमा पुगेपछि अनि गरुडले पनि भन्छ होइन विष्णु, म अगाडि कहाँ पुगेर कता ठोकिने हो थाहा छैन र मलाई केही एउटा पथ देखाउनको लागि उपाय गर्नु पर्यो भन्दा विष्णुले उसका हातमा भएको सुदर्शन चक्र गरुडको अगाडि जान दिँदा चाहिँ कोटी सूर्यको तेज जस्तो बनाएर पठाउँदाखेरि जब यो 7औं आवरणमा सुदर्शन चक्र पुग्दाखेरि चाहिँ जुनकिरीको बत्ती जस्तो मात्रै तेज दियो अरे। कोटी सूर्यको चन्द्र भएको तेज भएको प्रकाश भएको है, कोटी सूर्यको तेज भएको सुदर्शन चक्र चाहिँ त्यहाँ पुग्दा जुनकिरीको बत्ती जस्तै मात्रै भयो र त्यो धिप धिप बल्दै गरेको बत्ती जस्तो सुदर्शन चक्रलाई हेर्दै गरुड चाहिँ त्यहाँ गएको त्यो गोलकधाममा ती देवताहरूलाई लिएर गएको हामी देख्दछौँ। र मैले यो पहिला वैदिक धर्मशास्त्र पढ्दा यो कस्तो खालको अँध्यारो होला, यो अँध्यारो चाहिँ कसरी भयो होला भनेर एकदमै म अन्यल जस्तो अवस्थामा थिएँ। तर जब मैले पछि पवित्र धर्मशास्त्र बाइबल भेटाएँ, बाइबलमा जब मिश्र देशमा अन्धकारको विपत्ति आउँदाखेरि चाहिँ त्यतिखेर परमेश्वरले मोसालाई भन्नुभयो तैँले आकाशतिर हात पसार र त्यहाँ मिश्र देशमा अन्धकारको विपत्ति आउनेछ, त्यतिखेर त्यो अन्धकार चाहिँ यस्तो हुनेछ छाम्दा पनि थाहा पाइने जस्तो विपत्ति हुनेछ भनेर प्रस्थानको पुस्तक हामी 10 अध्यायतिर हामी त्यो अन्धकारको विपत्तिको कुराहरू भेट्दछौँ। र त्यो जब प्रस्थानको पुस्तकमा त्यो अन्धकारको विपत्तिको बारेमा पढ्दाखेरि चाहिँ र अनि उत्पत्तिको पुस्तक पढ्दा चाहिँ परमेश्वरले यो पहिला जो अन्धकार थियो सो अन्धकारलाई चाहिँ एक ठाउँमा भेला पारेर राख्दाखेरि चाहिँ त्यो कोटी सूर्यको तेज जस्तो भएको सुदर्शन चक्रलाई पनि जुनकिरीको बत्ती जस्तो पार्ने चाहिँ त्यो अन्धकार त्यहाँ रहेछ। किनभने त्यो अन्धकार चाहिँ छाम्दा पनि भेटिने जस्तो रहेछ भन्ने कुरा मैले बुझेँ। र जब ती ब्रह्मा विष्णु महेश्वर 33 कोटी देवदेवताहरू यो गोलक धाममा पुगे तब उनीहरूले गोलकी भगवानलाई उनीहरू आएको उद्देश्यहरू बताउँदछन्। र अब त्यतिखेर विष्णुले भन्छ मेरो अब कृष्ण अवतार हुनेछ, पृथ्वीमा दानवहरू सुर असुरहरू बढेका छन्, तिनीहरूलाई मैले कस प्रकारले जितेर पृथ्वीको भूको भार हर्ने हो। गोलकी भगवान त्यो सोध्न म आएको र मलाई अब त्यसको बारेमा ज्ञान दिनु पर्दछ भनेर सोद्धा यो गोलकी भगवानले ती ब्रह्मा विष्णु महेश्वर 33 कोटी देवतालाई भन्छन् ठिकै छ तपाईँहरू यहाँ आउनुभयो राम्रै कुरा हो, तर म पनि तपाईहरूको विषय लिएर पूर्ण परमात्मा परब्रह्मसँग प्रार्थना गरेर सोध्छु, उहाँबाट जे जवाब आउँछ म तिमीलाई पछि बताइदिनेछु, अहिले चाहिँ तिमीहरू फर्केर जाऊ भन्दा त्यतिखेर विष्णु शिव र चतुर्मुखी ब्रह्माले ईश्वरको लीला के हो केही जानिदो रहन्छ। हामीले त गोलकी भगवानलाई पूर्ण परमात्मा परब्रह्म भनेर मानेका थियौँ, तर उहाँ पनि पो त्यो पूर्ण परमात्मा परब्रह्म हुनुहुँदो रहेनछ, अझै कहाँ पो हुनुहुँदो रहेछ भनेर उनीहरू त्यहाँबाट निराश भएर फर्केर आएको कुराहरू हामी त्यसरी श्रीमद् भागवत कृष्ण चरित्र भन्ने पुराणमा पाउँदछौँ। र यो चाहिँ गोलक धाम हो, यहाँ चाहिँ माथिबाट एउटा प्रकाश आएको छ। अनि त्यतिखेर यो गोलकी भगवानले विष्णुलाई भन्छ विष्णु म चाहिँ एउटा प्रतिबिम्ब मात्रै हुँ, माथिबाट कसैले मलाई प्रतिबिम्ब गरिरहेको छ, तर जुन दिन त्यो माथि मलाई प्रतिबिम्ब गरेको स्विच चाहिँ अफ हुन्छ त्यतिखेर यो गोलक धाम र हामी सबै नै यहाँबाट हराउँदछौँ है, अल्पिनु पर्दछ भनेपछि अनि तिनीहरू फर्केर आए। र यो गोलक धामदेखि अलि माथि गएपछि हामीले यहाँ सुमङ्गला शक्ति भन्ने एउटा शक्तिलाई यहाँ बसिरहेको हामी देख्दछौँ। यो सुमङ्गला शक्ति भनेको चाहिँ यहाँ तल जति पनि देवीहरू थिए यी सबै देवीहरू कि सर्वश्रेष्ठ आमा भनेर चाहिँ
सबैकी आमा आदि शक्ति भवानी भनेर चाहिँ यो सुमङ्गला शक्तिलाई बताएको छ। र यो सुमङ्गला शक्ति चाहिँ यति साह्रो शक्तिशाली एउटी देवी हो भनेको छ। उसले विश्व ब्रह्माण्डलाई तोरीको दाना तुल्य बनाएर उसले यसरी चेपेर राख्न सक्दछ। यो यति साह्रो शक्तिशाली यो सुमङ्गला शक्ति हो। यसको शक्तिदेखि ब्रह्मा विष्णु महेश्वर 33 कोटी देवदेवताहरू पनि थकित छन्। त्यसकारण देवी भागवत पुराणमा के भनेको छ भने माया हुन् हरिकी प्रिय भगवती, मायाको वशमा परी यो संसार रची पछि लय हुँदा माया फरक छन् हरि हरे। अब यी चाहिँ एकदमै एउटा मायावी अनि एकदम शक्तिशाली हो। यसकै सुमङ्गला शक्तिको वशमा परेर नि हरिले चाहिँ यो विश्व ब्रह्माण्डलाई रचना गरेको हो। तर जब यो विश्व ब्रह्माण्डको रचिएर पछि लय हुन्छ तब त्योबाट फरक भइहाल्छन् भनेर भनेको छ। र अनि यो चाहिँ एउटा सुमङ्गला शक्ति हो। यो शक्तिदेखि चाहिँ ब्रह्मा विष्णु महेश्वर तल सत्यनारायणहरू गोलकी भगवानहरू सबै त्यसको वशमा परेका छन् र त्यसकारणले मायामय संसार हो भन्ने कुरा पनि हामी यसको सन्दर्भबाट बुझ्दछौँ। र यो सुमङ्गला शक्तिदेखि अलि माथि जाँदा यहाँ तपाईँले देख्दै हुनुहुन्छ एउटा व्यक्ति यो बसिरहेको छ। एउटा यो भयङ्कर डरलाग्दो एउटा स्वरूप छ यहाँ। यसको नाम चाहिँ काल निरञ्जन हो। र यसले चाहिँ यहाँ काल निरञ्जनदेखि तल यो सुमङ्गला शक्ति गोलकधाम यी सबै यहाँ जति पनि तपाईँहरूले लोकहरू देख्नुहुनेछ यी सबैमा काल मृत्यु पठाएर सबैलाई मृत्यु दण्ड दिने चाहिँ यसको हातमा छ। र यो चाहिँ मृत्युको राजा हो। र यो चाहिँ यति माथि बसेको कारणले गर्दाखेरि सुमङ्गला शक्तिले गोलकी भगवानले आध्यकरणमा बस्ने सत्यनारायणले विष्णु शिव चतुर्मुखी ब्रह्मा यी कसैले पनि यो कालले दिएको मृत्युलाई चाहिँ टार्न सक्दैनन्। र यी सबैले पनि हुनेहार कुरो हुनेछ रे खिची टर्दैन केही गरी भनेर भन्दछन्। अरे भन्नुभयो त हुनेहार जे घटना छ त्यो भइरहन्छ कसै गरेर टर्न सक्दैन किनभने यो काल चाहिँ यति माथि छ भनेर नै वैदिक धर्मशास्त्रको विचार छ। र यो काल निरञ्जनदेखि अलि माथि जाँदाखेरि तपाईँहरूले यहाँ देख्दै हुनुहुन्छ 4 वेदका ऋचाहरू भनेर। र यहाँ एउटा व्यक्तिले यहाँ हातमा 4वटा वेदहरू बोकेको छ। एउटा दोवटा तीनवटा अनि यहाँ 4 वेदका ऋचाहरू भनेको छ। र यहाँ तल पृथ्वीमा चाहिँ वेद चाहिँ अक्षरमा छ कागजमा लेखिएको छ। तर त्यहाँ चाहिँ के छ भने त्यहाँ चाहिँ त्यो वेदका ऋचाहरू चाहिँ साकार स्वरूपमा छन्। र यो पृथ्वीमा जो ब्राह्मणहरूले वेदलाई गल्ती वर्णन गर्दछ वेदलाई सदुपयोग गर्दैन वेदलाई उल्टा पुल्टा गर्दछ भने चाहिँ यी 4 वेदका ऋचाहरू चाहिँ यहाँ यो इन्द्रलोक र यमलोकको बीचमा यो चित्रगुप्तबाट आएर उनीहरूले ती ब्राह्मणहरूलाई इन्साफ गर्दछन्। र त्यो इन्साफ गर्दाखेरि चाहिँ त्यतिखेर जसले वेदलाई विपरीत गरेको छ ती सबैको गति चाहिँ ती 4 वेदका ऋचाहरूले चाहिँ यो नरकमा तिनीहरूलाई पठाउँदछन् भनेको छ। त्यहाँ एउटा श्लोक यस्तो पनि छ ब्राह्मण भइकन वेद नपढ्नु अथवा व्यापारको काम लिनु सन्ध्यालोप पूजात ल्याउनु भयो फेरि नीच सेवी हुनु यस्ता काम गरेर ब्राह्मणहरू कुलभ्रष्ट नै गर्दछन् तस्मात् यी सब छोड्नु पर्दछ भनी विधानहरू भन्दछन् भन्छ है। र ब्राह्मण भएर वेद नपढ्ने र वेदलाई उल्टा पुल्टा गर्ने वेदको अधिकारलाई गुमाउने यी सबै कुराहरूले कुलभ्रष्टहरू गर्नेहरूलाई चाहिँ यी वेदका 4 ऋचाहरूले चाहिँ पछि यहाँ आएर चाहिँ उनीहरूको इन्साफ गर्दछन् र त्यो इन्साफको प्रतिफलमा तिनीहरू नरकमा जानुपर्छ। तर जसले वेदलाई सही प्रकारले सठिक प्रकारले चलाउँछन् तिनीहरू चाहिँ यी 4 वेदका ऋचाहरूबाट गएर बस्दछन् र त्यहाँ गएर उनीहरू जबसम्म महाप्रलय हुँदैन तबसम्म चाहिँ यहाँ बस्न सक्दछन् भनेर भनेको छ। र यो चाहिँ 4 वेदका ऋचाहरूको स्थान हो। र यो वेद 4 वेद चाहिँ यति माथि हेर्नुहोस् यहाँ पृथ्वीदेखि यति माथि ठाउँमा भएको हुनाले गर्दाखेरि वेदमा पनि प्रभु येशू ख्रीष्टको बारेमा वर्णन छ भन्ने कुराहरू हामी पाउँदछौँ किन यो यति माथिल्लो स्तरमा छ भन्ने वैदिक धर्मशास्त्रका विचारहरू छ। र यो 4 वेददेखि जब हामी अलि माथि गएपछि यहाँ एउटा व्यक्ति हामी देख्दैछौँ यो अक्षर ब्रह्म यो सुतिरहेको छ। यसले आँखा हेरेको छैन यो निदाइरहेको छ सुतिरहेको छ। र यो चाहिँ अक्षर ब्रह्म हो। यो सबै विश्व ब्रह्माण्डको सृष्टि हुनुभन्दा अगाडि त्यो व्यक्ति त्यहाँ आएर सुतेको छ र त्यसले सपना देखिरहेको छ र त्यसको सपना चाहिँ त्यहाँदेखि यो तल सबै चाहिँ यो चाहिँ त्यसले देखेको सपना हो। र तपाईँ हामी पनि सबै सपना हौँ भनेर अनि धेरै धर्मशास्त्रका विद्वानहरूले के भन्छन् भने यो विश्व ब्रह्माण्ड चाहिँ सपनामय जगत हो भनेर भन्छ। एउटा इसाईहरूले गीत पनि गाउँछन् विश्वासीहरूले सपना हो संसार दुःखको सागर पापको भारी
बोकेर कहाँ जाने हो भनेर भन्छन्। र यो चाहिँ सपनामय जगतको सबै कार्य गर्ने चाहिँ यो अक्षर ब्रह्म हो। यहाँ सुतिरहेको छ र यसले सपना देखिरहेको छ र त्यहाँदेखि यो तल चाहिँ सबै सपनामय हो, त्यसकै सपनामा सबै पर्दछन् भन्ने वेद विज्ञान र वेद धर्मशास्त्रको विचार छ। र अब हामीहरूले अघि यहाँ पहिलो लोक हेरेका थियौँ भने अब हामी दोस्रो लोकलाई हेरिसकेका छौँ है। दोस्रो लोक ल अनि 13वटा भुवनहरूलाई हेरिसकेका छौँ है। पहिलो लोक, यो दोस्रो लोक। अब 13वटा हेर्दाखेरि चाहिँ हेर्नुहोस् है, 1 2 3 4 5 6 7 8 9 10 11 12 र यो मिलाउँदा 13वटा हामीले हेरिसकेका छौँ। र अब हामी त्यो अक्षर ब्रह्मदेखि माथि जुन दोस्रो लोक कटेर अब हामी तेस्रो लोकमा हामी यहाँ प्रवेश गर्दैछौँ। यो माथि देख्दै हुनुहुन्छ तपाईँले यहाँ एकदम नै एउटा सुनौलो सहर अनन्तको राज्य वा परमधाम भनेर यहाँ लेखिएको छ। र अब यो 14औं स्थानमा हामीले हेर्दैछौँ। पहिलो लोक दोस्रो लोक हामीले हेरिसक्यौँ र 13वटा भुवनहरू हेरिसक्यौँ र अब तेस्रो लोक अनि 14औं भुवनलाई हामी हेर्दैछौँ। यो चाहिँ अनन्तको राज्य वा परमधाम हो। र यो अनन्तको राज्यमा चाहिँ वैदिक धर्मशास्त्रको तेजोबिन्दु उपनिषदको आधारमा के भनेको छ भने परमात्मा परम ज्योति परम धाम परागति सर्व वेदान्त सारोहम सर्वशास्त्र सुनिश्चित र चिदादित्यम किशोराङ्गम परे धाम्नि विराजितम तत्पदम दर्शितमेन तस्मै श्री गुरुवे नमः। र यो चाहिँ अनन्त अनन्त कालदेखि यो परमधाम चाहिँ छँदैछ र त्यहाँ चाहिँ त्यो परमधामको बिचमा चाहिँ पूर्ण परमात्मा पारब्रह्म परमेश्वर बसेको छ र त्यसका वरिपरि चाहिँ 12,000 आत्माहरू बसिरहेका छन् भन्ने अक्षरातीतको परिचय छ। र जब यो तलका दोस्रो लोक र 13वटा लोकहरू विश्व ब्रह्माण्डको सृष्टि नहुँदाखेरि यो धाम चाहिँ छँदै थियो र त्यो पूर्ण परमात्मा पारब्रह्म पनि थियो र ती 12,000 आत्माहरू पनि थिए। तर यो तलको कुनै पनि अरू धामहरू अरू लोकहरू भवनहरू केही पनि थिएन, यो सबै सृष्टि नै भएको थिएन। अनि त्यहाँ चाहिँ अनन्तसम्म त्यो रहिरहने त्यो धाम चाहिँ त्यहाँ थियो र त्यहाँ भएका ती 12,000 आत्माले चाहिँ के गर्थे अरे भने त्यो पूर्ण परमात्मा पारब्रह्मको कथा सुनिरहन्थे र त्यो पूर्ण परमात्मा पारब्रह्मले चाहिँ रात दिन तिनीहरूलाई कथा सुनाउँदथ्यो अनि त्यो कथालाई श्रवण गरेर नि उनीहरू चाहिँ जीवित भइरहन्थे। र त्यतिखेर यो सुतिरहेको अक्षर ब्रह्म पनि यहाँनिर गएर बसेर त्यो कथा त्यो सुनिरहन्थ्यो। यो पनि ती ठाउँमा बसिरहेको थियो र ती 12,000 आत्मालाई त्यो पारब्रह्मले कथा सुनाउँदा एक दिन यस्तो कथा सुनायो अरे कि एउटा यस्तो ब्रह्माण्ड पनि हुन्छ, त्यहाँ मानिसहरू जाति जातिका मानिसहरू हुन्छन्, धेरै भाषाहरू बोल्ने मानिस हुन्छन्, त्यहाँ जन्मिनु पर्छ, त्यहाँ मर्नु पर्छ, त्यहाँ लडाइँ हुन्छ, त्यहाँ झगडा हुन्छ, त्यहाँ अत्याचार हुन्छ, त्यहाँ हिंसा हुन्छ, त्यहाँ निन्दा हुन्छ, त्यहाँ दिन हुन्छ, त्यहाँ राति हुन्छ र त्यहाँ विभिन्न प्रकारको पाप अधर्म असत जड हुन्छ। त्यस्तो किसिमको पनि ब्रह्माण्ड छ भनेर त्यो पारब्रह्मले कथा सुनाउँदा ती 12,000 आत्माले चाहिँ त्यो ब्रह्माण्डलाई हामी हेर्छौँ भनेर भने। उनीहरूलाई उल्टा लाग्यो, किनभने त्यहाँ चाहिँ शान्ति थियो, आनन्द थियो, सुख थियो, सधैँभरि त्यहाँ कुनै अधर्म केही थिएन, सधैँभरि कथा सुनेर ती 12,000 आत्मा बसिरहन्थे। र जब त्यो उल्टा कुरा सुनेपछि चाहिँ उनीहरूले एकदमै हेर्ने तृष्णा गरे र त्यो तृष्णा गरेपछि त्यो पूर्ण परमात्मा पारब्रह्मले ती 12,000 आत्मालाई भन्छ, ठिकै छ तिमीहरू हेर्छौ भने म त्यो ब्रह्माण्डलाई देखाउँदछु, तर त्यो ब्रह्माण्डमा म तिमीहरूलाई पठाउनु भन्दा अगाडि मैले एउटा कुरो तिमीहरूलाई चेतावनी दिनुपर्दछ। त्यो चाहिँ के हो भने तिमीहरूको हृदयमा म सुख भन्ने कुरालाई एउटा स्थापना गरेर राखिदिन्छु र जब तिमीहरू संसारमा त्यो मर्ते मण्डलमा गएर त्यतिखेर तिमीले त्यो दुःखमय असत जडले भरिएको संसारलाई हेर्दछौ, त्यो हेर्दा तिमीहरूले सधैँभरि नै सुख खोजिरहेको हुन्छ अनि सुख पाउनका लागि तिमीले बडो परिश्रम गर्छौ, धन कमाउँछौ, मान कमाउँछौ, विद्या बुद्धि विभिन्न गर्छौ, तर पनि तिमीलाई त्यहाँ सुख हुँदैन र किन तिमीहरू सुख नभइकनै मर्नुपर्छ। अनि किन सुख हुँदैन भन्दा चाहिँ त्यो चाहिँ दुःखमय असत जडले भरिएको संसार हो र त्यसले गर्दाखेरि सुख पाउनको निम्ति तिमीहरू फेरि फर्केर यही अनन्तको परमधाममा आउनुपर्छ। ल त्यसकारणले गर्दा त्यो कुरो चाहिँ तिमीले नबिर्सिनु। जब जब तिमीहरूको हृदयमा सुखको विचार आउँछ तब तिमीहरू चाहिँ यो धामलाई याद गर्नु, मलाई याद गर्नु है भनेर त्यो पूर्ण परमात्मा पारब्रह्मले ती 12,000 आत्मालाई भनेपछि अनि यो अक्षर ब्रह्मलाई
बोलाएर भन्छ अक्षर ब्रह्म अब तँ गएर यो स्थानमा गएर सुत र तैँले सुतेर जब जे सपना देख्छस् अनि त्यो सपनामा चाहिँ म यी 12,000 आत्मालाई पठाउँछु र तिनीहरूले त्यो असत जड र दुःखले भरिएको संसारलाई हेर्ने छन् भनेर अनि त्यो अक्षर ब्रह्मलाई भनेपछि अनि यो अक्षर ब्रह्म चाहिँ यहाँ आएर सुतेर अनि त्यसले सपना देखेपछि यी तलका अरू 12वटा लोकहरू भएको कुराहरू वैदिक धर्मशास्त्रले भन्दछ। अनि यो अनन्तको जो राज्य वा परमधाम छ यो चाहिँ आदिकालदेखि नै थियो र अहिले पनि छ अनि भविष्यमा पनि भइरहन्छ र यही धामलाई प्राप्त गर्नु नै सबै मानिसको विचार हो र सबै मानिसको लक्ष्य हो भनेर चाहिँ अक्षरातीतको परिचयले भन्दछ। र अब हामीहरूले के गर्यौँ भने अब यो अनन्तको राज्य तपाईँहरूले माथि त्यहाँ प्रभु येशूलाई पनि देख्दै हुनुहुन्छ, त्यहाँ तल धेरै हजारौं मानिसहरूलाई देख्दै हुनुहुन्छ र यो अनन्तको राज्य हामीले हेरिसक्यौं र अब हामीहरूले पृथ्वीदेखि लिएर गएर हामीहरूले त्यो अनन्तको राज्यसम्म हेर्यौं र तीनतिर लोकलाई पनि हेर्यौं र 14वटा भवनलाई पनि हेर्यौं। अब हेर्नुहोस्, पहिलो लोक, दोस्रो लोक, तेस्रो लोक माथि देख्दै हुनुहुन्छ तपाईहरुले र अब तीनतिर लोक 14 भवन हेर्नुहोस्, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 तीनतिर लोक 14 भवनको वर्णनलाई तपाईहरुले छोटकरीमा हेर्नुभयो र तीनतिर लोक 14 भवन भने अब हामीले एउटा प्रश्न हुन सक्दछ कि यो तीनतिर लोक 14 भवनको वर्णन चाहिँ कसले सर्वेक्षण गर्यो त, हैन, कसले चाहिँ यो कुरो पत्ता लगायो त भनेर हामीलाई एउटा प्रश्न हुन सक्दछ। तपाईहरु कतिले सुन्नु भएको छ यो पृथ्वीमा एउटा कबीर पन्थ पनि छ, सुन्नु भएको छ कसैले? कबीर पन्थ, कबीर गुरु भनेर सुन्नु भएको छ, कबीर धर्म भनेर सुन्नु भएको छ, यहाँ एकजनाले सुन्नु भएको रहेछ है। र त्यो कबीर भन्ने गुरु चाहिँ एकदम नै विद्वान व्यक्ति थियो अनि त्यसले चाहिँ 4 वेद, 18 पुराण, 227 वटा उपनिषद, 5 वटा गीता र महाभारत अनि त्यसरी कुरान र बाइबल पनि त्यसले पढेको थियो भन्ने धेरै मान्छेको विचार छ। अनि त्यो कबीरले चाहिँ भन्यो र हामीहरूले अनन्त जीवन पाउने हो भने चाहिँ त्यो अनन्तको परम धाममा जानुपर्छ, त्यहाँ पुगेपछि मात्रै हामीहरूले अनन्त जीवन पाइन्छ। किनभने त्यहाँ पुगिएन भने चाहिँ यो सबै 13वटा भवन र दोस्रो लोक चाहिँ यो अक्षर ब्रह्मले देखेको सपना हो, सपनामय जगत हो, हामी नष्ट हुन्छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यो सपनामय जगतलाई कटेर अनन्तको धाममा जानुपर्छ भनेर चाहिँ उसले वेद पढेर, पुराण पढेर, उपनिषद पढेर, गीताहरू पढेर अनि अरू हरेक धर्मशास्त्र पढेर जान्यो र उसले यो पृथ्वीमा के गर्यो भने तपस्या सुरु गर्यो। त्यो कबीर गुरुले तपस्या सुरु गरेर धेरै दिन तपस्या गरेपछि त्यसको आत्मा चाहिँ निस्केर, शरीर चाहिँ यही छ, त्यसको आत्मा चाहिँ निस्केर यमलोक, इन्द्रलोक, ब्रह्मलोक, शिवलोक, वैकुण्ठलोक, 7 शून्य, आद्यकरण, अष्टावरक अनि गोलक धाम, सुमंगला शक्ति, काल निरञ्जन, 4 वेद, अक्षर ब्रह्म भएर यो अक्षर ब्रह्मसम्म कबीरको आत्मा चाहिँ आइपुग्यो। यहाँसम्म आइपुगेर अनि उसले लो यो अक्षर ब्रह्म भनेको चाहिँ यही रहेछ र यो यहाँ सुतिरहेको रहेछ र यसले देखेको सपना चाहिँ यो सपनामय जगत हो भनेर पत्तो लगाएर अब म यो धाममा जान्छु भनेर त्यो कबीरको आत्मा धेरै दिनसम्म यो ठाउँमा बसेर त्यहाँ जान प्रयास गर्दा पछि यहाँबाट आकाशवाणी आयो र आकाशवाणी भने हे कबीर, जो मर्त्यमय पृथ्वीबाट त यहाँ आउन खोज्दैछस् त त्यस प्रकारले यहाँ आउन सक्दैनस् र यदि त यो लोकमा आउने हो भने यहाँबाट पठाएको व्यक्ति नै तल पृथ्वीमा छ, त्यसलाई गएर खोज्नु र भेट्नु र त्यसलाई विश्वास गर्नु। त्यसैले तिमीलाई यो 3 त्रिलोक र 13 भवन कटाएर यो अनन्तको धाममा ल्याउने छ, तिमी चाहिँ त्यसै यहाँ आउन सक्दैनौ भनेर माथिबाट आकाशवाणी भएपछि अनि त्यो कबीरको आत्मा चाहिँ फर्केर यहाँ आएर अनि आफ्ना चेलाहरूलाई भन्यो, लौ मद्वारा चाहिँ त्यो अनन्तको धाममा तिमीहरू पुग्न सक्ने रहेनछौ र त्यो अनन्तको धाममा पुर्याउने चाहिँ त्यही अनन्तको धामबाट आएको यहाँ व्यक्ति छ अरे र त्यसलाई खोजेर भेट्नु पर्छ र त्यसैले मात्रै त्यहाँ पुर्याउँछ भनेर मलाई आकाशवाणी भएर म फर्केर आएँ, अब तिमीहरूले मलाई नपछ्याउनु भनेर ऊ कबीर गुरु चाहिँ त्यहाँबाट अन्तर ध्यान भयो र अनि त्यसका चेलाहरू चाहिँ अहिले त्यसै पृथ्वीमा तितर बितर भएर बसिरहेका छन् भन्ने
त्यस अक्षरातीतको वर्णनको विचारहरू छ। र त्यो कवीर गुरुले यी लोकहरूलाई पत्तो लगायो, तर उसले पत्तो लगाउन चाहिँ त्यो आत्मामा सर्वेक्षण गर्न मात्रै होइन, उसले त्यो आत्मामा सर्वेक्षण गर्नुभन्दा अगाडि चाहिँ उसले सबै धर्मशास्त्र पढेको थियो। अनि यी सबै लोकको एक एक लोकलाई धर्मशास्त्रले के भनेको छ भनेर उसले पत्तो लगाएपछि अनि उसले तपस्या गर्दै धर्मशास्त्रको आधारमा त्यसको आत्मा त्यहाँ पुगेको थियो भन्छ। अब तपाईँहरूले देख्नुभयो तीनतिर लोक 14 भुवनको वर्णन चाहिँ कस्तो प्रकारको रहेछ भनेर। त अब म तपाईँहरूलाई यो सबै तीनतिर लोक 14 भुवनको परिपूर्णता चाहिँ पवित्र धर्मशास्त्र बाइबलले कसरी गरेको छ भन्ने कुरा अब म देखाउन चाहन्छु है। कसरी देखाएको छ अब तपाईँले राम्रो गरेर बुझ्नुभयो कि यो अक्षर वर्मा चाहिँ 13औं स्थानमा छ र यो यहाँ सुतिरहेको छ, आदिकालदेखि सुतिरहेको छ र यसले सपना देखिरहेको छ। तर जुन दिन पूर्ण परमात्मा परमेश्वरले यो अक्षर वर्मालाई अब म पृथ्वीको अन्त गर्दछु त उठ भनेपछि उठाउँदा त्यसको सपना सकिन्छ अनि यी 13वटा भुवन र दोस्रो लोक सबै नाश हुन्छ, त्यही अनन्तको राज्य परमधाम र तेस्रो लोक मात्रै रहन्छ भन्ने कुरा देख्नुभयो। त अब यी सबै कुरालाई चाहिँ बाइबलले के भन्दछ, अब हामी बाइबल धर्मशास्त्र पढ्नेछौँ। आउनुहोस्, त के हाम्रो प्रभु येशू ख्रीष्ट यी सबै तीनतिर लोक 14 भुवनको जो माथि सर्वश्रेष्ठमा तपाईँले देख्दै हुनुहुन्छ कि यो कुरा ठिकै हो, बाइबलले ठिकै मान्यता दिन्छ कि प्रभु येशू ख्रीष्ट त्यहाँबाट यहाँ आउनु भएको अनि यहाँबाट त्यहाँ जानु भएको, यो सबै कुराहरू चाहिँ के बाइबलले मान्यता दिन्छ। अनि त्यो सपना देखिरहेको छ, त्यो सपनामय जगत पनि त्यो एकैछिनमा नाश हुन्छ भन्ने के बाइबलले मान्यता दिन्छ इत्यादि प्रकारले अब बाइबलीय तरिकाले हामीहरू बुझ्नेछौँ। किनभने हामीले देख्यौँ पृथ्वीदेखि लिएर अक्षर ब्रह्मसम्म चाहिँ सपनामय जगत रहेछ अनि जुन दिन त्यसको सपना टुट्छ सबै नाश भइहाल्छ, हराइहाल्छ भनेर भन्छ भने अब त्यसो भए यी सबै आत्माहरूको बारेमा चाहिँ के हुने हो त अब हामी बाइबलीय प्रकारले हेर्नेछौँ। र हजुरहरूले मलाई पवित्र धर्मशास्त्र बाइबल पढेर सुनाइदिन सक्नुहुन्छ। अब पहिलो तीनतिर लोकको बारेमा हेरौँ। दोस्रो कोरिन्थी 12 अध्यायको 2 पद कसैले पढिदिनुहोस्। ख्रीष्टमा म एकजना मानिसलाई चिन्दछु जो 14 वर्ष अघि तेस्रो स्वर्गसम्म उचाली लगियो। हजुर, ल त्यहाँ अब भयो, त्यति नै हुन्छ। त्यहाँ के भन्दैछन् पावलले भने ख्रीष्टमा म एकजना व्यक्तिलाई जान्दछु, 14 वर्ष भयो त्यसलाई तेस्रो स्वर्गसम्म उचालिएर लगियो। होइन, तेस्रो र पहिलो दोस्रो अनि तेस्रो स्वर्गसम्म भन्ने कुराहरू हामी भेटायौँ है। र यो दोस्रो कोरिन्थी 12 अध्यायको 2 पदको आधारमा तेस्रो स्वर्ग या तीनवटा लोकको बारेमा भेटायौँ भने अब यी सारा स्वर्गहरू, यहाँ धेरै स्वर्गहरू छन् र यसको बारेमा चाहिँ बाइबलले के भन्दो रहेछ अब हामी त्यो पनि हेर्नेछौँ। एफेसी अलि स्पष्ट प्रकारले पढिदिनुहोस्। एफेसी 4 अध्यायको 9 र 10 पद। अब यो उच्चमा चढिजानु भयो भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्ग समस्त थोकलाई उहाँले परिपूर्ण पार्न सकुन्। हो, त उहाँ प्रभु येशू ख्रीष्ट नै पावलले एफेसीका मण्डलीलाई भन्दै हुनुहुन्छ उहाँ स्वर्गबाट सबैभन्दा तल्लो भागसम्म पनि ओर्लिनु भयो र सबै कुरालाई भरिपूर्ण पार्न सारा स्वर्ग लोकहरू भन्दा माथि उक्लेर जानु पनि भयो भनेर एफेसीको पुस्तकले भन्छ। यदि तेस्रो लोक मात्रै थियो भने त त्यो सारा स्वर्गहरू भनेर त्यहाँ वर्णन गरिराख्नु पर्ने कुराहरू थिएन। हेर्नुहोस्, बाइबलले भन्छ तेस्रो स्वर्गको बारेमा पनि बताउँछ र सारा स्वर्गहरूको बारेमा पनि बताउँदछ, तर सबै कुरालाई भरिपूर्ण पार्न यी सारा स्वर्गहरू भन्दा ख्रीष्ट चाहिँ माथि पनि जानुभयो। किन अरे भन्दा सबै कुरालाई भरिपूर्ण पार्नको लागि। यो हामीले दोस्रो विचार भेटायौँ। र अब तेस्रो विचार चाहिँ त अघि मैले यहाँ 7 शून्य धेरै आकाशहरू छन् भनेर भन्दै थिएँ है, धेरै आकाशहरू छन् भन्ने भेट्दै थिएँ। अनि यहाँ धेरै ईश्वरहरू पनि देखियो। अब है, यहाँ इन्द्र, ब्रह्मा, शिव, विष्णु, सत्यनारायण, त्यसै गर्दै गोलकी, सुमङ्गला, यहाँ काल निरञ्जन, यी सबै धेरै ईश्वरहरू पनि भेट्यो। त के बाइबलले धेरै आकाशहरू अनि धेरै ईश्वरहरू पनि छन् भन्छ त? अब त्यो पनि हामीहरूले पत्तो लगाउनु पर्यो। अब तपाईँहरूले व्यवस्थाको पुस्तकलाई हेर्नुहोस्, कसैले पढिदिनुहोस्। पहिला धेरै आकाशहरूको बारेमा भेट्नुहुनेछ। व्यवस्था 10 अध्यायको 14 पदमा आकाशहरू सर्वोच्च आकाश मण्डलहरू र पृथ्वी र त्यसमा भएका जे जति छन्
ती सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन्। हो, आकाशहरू अनि सर्वोच्च आकाश मण्डलहरू भनेपछि एउटै मात्रै आकाश रहेनछ, तीनवटा मात्रै आकाश रहेनछ। तर त्यहाँ बाइबलले के भन्दैछ, व्यवस्था 10 अध्यायको चाहिँ 14 पदले भन्दा आकाशहरू र सर्वोच्च आकाश मण्डलहरू पनि छ, धेरै आकाशहरू पनि छन्। र अब यसरी धेरै ईश्वरहरू पनि छन् र त्यो सबै ईश्वरहरू माथिको चाहिँ हाम्रो प्रभु यीशु ख्रीष्ट चाहिँ सबैको माथिको परमेश्वर हुनुहुन्छ त भनेर अब हामी हेर्दछौँ भने हो, धेरै ईश्वरहरू पनि छन्। कहाँ छ भन्दा त्यही व्यवस्था 10 अध्यायको 17 पदमा पढिदिनुहोस् फेरि। किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु महान परमेश्वर, शक्तिशाली र अयोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न र उहाँले कहिले घुस लिनुहुन्न। हजुर, धन्यवाद। त हामीले के भेट्दैछौँ भन्दा यहाँ यसरी लेखिएको छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका महान प्रभु, है, ईश्वरहरूका परमेश्वर र प्रभुहरूका महान प्रभु हुनुहुन्छ। भनेपछि धेरै ईश्वरहरू पनि छन्, धेरै प्रभुहरू पनि छन्, तर ती भन्दा पनि हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ ती ईश्वरहरूका परम प्रभु र प्रभुहरूका पनि महाप्रभु र राजाहरूका पनि उहाँ राजा हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी व्यवस्थाको पुस्तक 10 अध्यायको हामी 17 पदमा भेट्दछौँ। ल, यो पनि बाइबलले पुष्टि गर्दो रहेछ, देखाउँदो रहेछ भन्ने कुरा हामीले यहाँ भेटायौँ। त अब अर्को एउटा प्रश्न छ, त के साँच्चै नै हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ यो परम धामबाट आउनु भएको हो त? परम धाम भन्ने नाम छ। अघि मैले एउटा श्लोक भनेको थिएँ, परमात्मा परम ज्योति परम धाम परागति सर्व वेदान्त सारहम सर्वशास्त्र सुनिश्चित। त्यो परमात्मा चाहिँ त्यो परगतिको छ, त्यो परम ज्योति हो र त्यो चाहिँ परम धाम भन्ने ठाउँमा बस्ने छ। अनि त्यो परमात्मा चाहिँ छ भन्ने सर्व वेदान्त सारहम पनि हो, सर्वशास्त्र सुनिश्चित पनि हो भनेर भनेको थियो। त्यसो भए के हाम्रो प्रभु यीशु ख्रीष्ट परम धामबाट आउनु भएको हो त? त्यो बाइबलले मान्दछ कि मान्दैन? अब बाइबल पढिदिनु पर्यो। मत्ती 21 अध्यायको 9 पद। उहाँको अघि र पछि लागेका भिड यसो भन्दै कराए, दाउदका पुत्रलाई होसन्ना, धन्य उहाँ जो परमप्रभुको नाउँमा आउनुहुन्छ, परम धाममा होसन्ना। ल, दाउदका पुत्रलाई होसन्ना, जो परम प्रभुका नाउँमा आउनुहुन्छ, परम धाममा उहाँलाई होसन्ना। उहाँ परम धामबाट आउनु भएको हो रहेछ, त्यो पनि देखायो। अनि जो यो अनन्तको राज्य छ त्यहाँ चाहिँ कहिले पनि अँध्यारो हुँदैन, सधैँ उज्यालो हुन्छ। अनि त्यहाँ सधैँ महिमामय, अनि त्यहाँ कुनै चन्द्र सूर्यले प्रकाश गर्दैन भनेर चाहिँ बताएको छ अघि तेजोबिन्दु उपनिषदको आधारमा। भने बाइबलले के भन्दो रहेछ त? के त्यो परमधाम त्यस्तै छ? प्रभु यीशुले तपाईँ र मलाई अनन्त जीवन दिन तयार गरेको राज्य भन्दा अब तपाईँहरूले प्रकाशको पुस्तक 21 अध्यायको 22 र 23 पद पढ्नुहोस्। मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयं परमेश्वर सर्वशक्तिमान र ठुमा नै हुनुहुन्छ। त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्ती चाहिँ ठुमा आफै हुनुहुन्छ। हवस्, धन्यवाद। त अब हामीले यहाँ देख्दैछौँ कि प्रकाश 21 अध्यायको 22 र 23 पदमा हेर्नुहोस्, मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयं परमेश्वर सर्वशक्तिमान र थुमा नै हुनुहुन्छ। त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो। त्यहाँको बत्ती चाहिँ थुमा आफै हुनुहुन्छ, यानि कि प्रभु येशू ख्रीष्ट आफै हुनुहुन्छ। ल, त वैदिक धर्मशास्त्र यानी कि अक्षरातीतको परिचयले देखाएको त्यो अनन्तको धाम चाहिँ जो हाम्रो प्रभु येशू ख्रीष्टले तपाईँ र मलाई सदाको निम्ति तयार गरेको धाम रहेछ भन्ने कुराहरू हामीले बुझ्न सक्दैछौँ। र त्यसमा प्रभुको सर्वश्रेष्ठता रहेछ, सर्वमहानता रहेछ भन्ने कुराहरू हामीले देख्यौँ। त अब अर्को कुरो हामीले फेरि याद गर्नुपर्दछ कि जब यो पृथ्वीको अन्त गर्ने समय आउँछ त्यतिखेर यो पूर्ण परमात्मा पारब्रह्मले यो अक्षर ब्रह्मलाई उठाएपछि यहाँदेखि यी सबै एकैचोटि यी ब्रह्माण्ड नाश हुन्छ भनेको छ। के त्यो कुरो बाइबलले अब मान्यता दिन्छ त? ल, अब हामी त्यसको बारेमा पनि हेर्नेछौँ। प्रकाशको पुस्तक 20 अध्यायको 11 पदबाट अब हामी हेर्नेछौँ। प्रकाशको पुस्तक 20 अध्यायको 11 पदबाट यहाँ यसरी लेखिएको छ, म पढ्दछु।
तब मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनेलाई देखेँ। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए भनेको छ। त्यो एउटा सेतो ठुलो सिंहासन मैले देखेँ र उहाँका सामनेबाट के भयो? पृथ्वी र यी आकाशहरू भागेर गए। तिनीहरूको निम्ति कतै ठाउँ पाइएन भनेर भनेको छ। यो कुरो पनि बाइबलले मान्यता दिँदो रहेछ। त्यसो भए अब यहाँ भनेको छ सपनामय जगत, यो सपना जस्तै हो र यो चाहिँ एकै सपनामय जगत। जब त्यो अक्षर ब्रह्म उठ्छ यो सपना जस्तै सबै टलेर जान्छ भनेर अघि अक्षरातीतको परिचयले बतायो भने अब बाइबलले त्यो कुरो मान्यता दिन्छ कि दिँदैन त? जब हामी हेर्छौँ भने बाइबलले त्यो कुरालाई पनि मान्यता दिएको हामी पाउँदछौँ। अब तपाईँहरूले भजन सङ्ग्रहको पुस्तक 73 अध्यायलाई हेर्नुहोस्। ल 73 को 20 पदमा म पढ्दछु। तिनीहरू बिहान बिउजिँदा सपना जस्तै टली जान्छन्, हे परम प्रभु तपाईँ बिउजिँदा तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्नुहुन्छ भनेर भनेको छ। तिनीहरू बिउजिँदा सपना जस्तै टली जान्छन् र हे परम प्रभु तपाईँ बिउजिँदा तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्नुहुन्छ भन्ने कुरा भएपछि चाहिँ अब यो कुरामा साँच्चै नै त्यो सपनामय जगत रहेछ। जब परमप्रभुले त्यसलाई बिउज्याउनुहुन्छ ती सबै चिज सपना जस्तै टली जान्छन् र त्यो सबै कल्पना जस्तै तुच्छ हुँदो रहेछन् भनेर भजन सङ्ग्रह 73 अध्यायको यहाँ 20 पदले भनेको छ। अब हामी अयुबको 20 अध्यायको 8 पदलाई पनि हेर्नेछौँ। ल यहाँ म पढ्दछु। सपना झैँ कहिल्यै नभेट्याइने गरी त्यो हराइहाल्छ, रातको दर्शन झैँ त्यो लोप भइहाल्छ। त्यसलाई देख्ने आँखाले फेरि त्यसलाई कहिले देख्ने छैन, त्यसको ठाउँले त्यसलाई कहिल्यै पनि हेर्ने छैन भनेको छ। र यो सपना चाहिँ सबै हराइहाल्छ र यो दुष्टको राज्य जो सपनामय जगत छ यो रहँदैन बाइबलले बताउँदछ। त्यसकारण आज प्रभु येशू ख्रीष्ट यो संसारमा आएर उहाँले हामीलाई के भन्दै हुनुहुन्छ भने हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई अनन्तको विश्राम दिनेछु। बाटो सत्य र जीवन म हुँ, मदेखि बाहेक कोहीद्वारा पनि तिमीहरू पिता कहाँ जान सक्दैनौ। तिमीहरूले स्वर्गमनि पृथ्वीमा मानिसहरूको बीचमा अर्को कुनै पनि मुक्तिदाता पाउने छैनौ। केवल त्यो अनन्तको राज्यमा प्रवेश गर्ने चाहिँ प्रभु येशू ख्रीष्ट मात्रै हुनुहुन्छ भनेर पवित्र धर्मशास्त्र बाइबलले हामीलाई बताउँदछ। र त्यसकारणले गर्दा आज मानिसहरूले यो 3 त्रिलोक 14 भवनको महान रहस्यलाई नबुझेको कारण यी विभिन्न प्रकारका सपनामय जगतमा भएका यी भगवानहरू, यी देव देवताहरूलाई मानेर मानिसहरू बसिरहेका छन्। तर एक दिन त्यो अक्षर ब्रह्म जब उठ्नेछ, त्यसलाई पूर्ण परमात्मा परमेश्वरले उठाउनु हुनेछ, त्यतिखेर त्यो सपनामय जगत सबै टलेर जान्छ र एउटै त्यो सेतो सिंहासन मात्रै रहन्छ भनेर भनेको छ। दोस्रो लोक अनि 13 वटा भुवनहरू सबै सपना झैँ टलेर गए। अब त्यो दोस्रो लोक अनि 13 वटा भुवनहरू यहाँ छैनन्। तर पवित्र ग्रन्थ धर्मशास्त्र बाइबल प्रकाशको पुस्तक 20 अध्यायको 11 पदमा लेखे अनुसार यहाँ यसरी लेखिएको छ, म फेरि त्यसलाई पढ्दैछु। तब मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गएर तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। एउटा ठुलो सेतो सिंहासनमा विराजमान हुनुहुनेलाई मैले देखेँ भनेर यहाँ यूहन्नाले बताउँदैछन्। र उहाँको सामनेबाट ती पुराना आकाश र पृथ्वीहरू, ती सबै दोस्रो लोक र 13 वटा भुवनहरू भागे। तिनीहरूको निम्ति हेर्नुहोस् अब कतै पनि ठाउँ छैन, कतै पनि ठाउँ पाइएन। यहाँ लेखिएको छ 12 पदमा, मैले ठुला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखेँ। यहाँ तपाईँहरू देख्दै हुनुहुन्छ सबै जति पनि ती अघि त्यो दोस्रो लोक अनि त्यहाँ 13 वटा भवनमा, त्यहाँ पृथ्वीमा सबै जति पनि ठुला साना जति पनि ती सपनामय जगत हराएर ती मरेका थिए, ती सबै आत्माहरू चाहिँ त्यहाँ सेतो सिंहासनमा विराजमान हुने अगाडि यहाँ सबै उभिरहेका छन्। हेर्नुहोस् यहाँ बाइबलले प्रकाशको पुस्तक 20 अध्यायको 12 पदले भन्दैछ र यहाँ यस्तो लेखिएको छ, र पुस्तकहरू खोलिए, अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो, र ती पुस्तकहरूमा लेखिएका कुरा मुताबिक तिनीहरूका काम अनुसार मृतकहरूको हिसाब भयो। समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। तिनीहरू प्रत्येकको आफ्नो आफ्नो काम अनुसार हिसाब भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए।
यो अग्निकुण्ड दोस्रो मृत्यु हो, जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइन, त्यो पनि अग्निकुण्डमा फालियो भनेर भनेको छ। र यहाँ यो अनन्त अनन्तको परमेश्वर प्रभु येशू राजा आफ्नो सेतो सिंहासन लिएर आएर ती सबै पुराना आकाश पृथ्वीमा अनि समुद्रमा भएका सबै आत्माहरूलाई आफ्नो बीचमा खडा गरेर अब उहाँले इन्साफ गर्नुभयो र जति जनाको जीवनको पुस्तकमा नाम लेखिएको छ प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर ग्रहण गरेर तिनीहरूलाई चाहिँ प्रभु येशूले अनन्त अनन्तको राज्यमा लगेर अनन्त अनन्तको शान्ति अनि मुक्ति दिनुहुन्छ। तर जति जनाले चाहिँ प्रभु येशूलाई विश्वास गरेन र जीवनको पुस्तकमा नाम लेखेन तिनीहरू चाहिँ सबै शैतान र त्यसका दूतहरूलाई तयार गरेको नरकमा तिनीहरू फ्याँकिए भनेर पवित्र धर्मशास्त्र बाइबलले भन्छ। अब हेर्नुहोस्, विश्वास गर्नेहरूलाई चाहिँ प्रकाश 21 अध्यायको 1 पदबाट म पढ्दछु। तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बिति गएका थिए, समुद्र अब छँदै थिएन। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलै जस्तै गरी सिंगारिएर तयार पारिएकी अर्थात् पवित्र सहर नयाँ जेरुसलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको वास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग वास गर्नुहुन्छ र तिनीहरू उहाँका प्रजा हुने छन्। र यहाँबाट परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु नै हुने छैन र शोक र पीडा पनि हुने छैन, किनकि पहिलेका कुरा बितिसकेका छन्। अब जति पहिलेका कुराहरू ती सबै बितिसके, अब उहाँलाई विश्वास गर्नेहरूका आँखाका आँसु सम्पूर्ण रूपले पुछिदिनु भयो। अनि परमेश्वर चाहिँ मानिससँग र मानिस चाहिँ परमेश्वरसँग भए र अनन्त अनन्तको जो हामीहरूको निम्ति तयार गरिएको दुलहा नयाँ जेरुसलेममा सबै विश्वास गर्नेहरू चाहिँ प्रभु येशूसँग सम्मिलित भएर अनन्तको राज्यमा सधैँ हाँसी खुसी शान्ति आनन्द हुँदै प्रवेश पाए। तर विश्वास नगर्नेहरू चाहिँ के भयो भन्दा मत्तीको पुस्तक 25 अध्यायमा लेखिएको छ, हजुरहरू पनि पढ्न सक्नुहुन्छ। 25 अध्यायको 41 पदबाट म पढ्दछु। त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, श्रापित मानिस हो, मबाट दूर हो र दियाबल्स र त्यसका दूतका लागि तयार गरिएको अनन्तको आगोमा जाओ भनेर भनेको छ। जतिले इन्साफ गर्दाखेरि प्रभु यीशुलाई विश्वास नगरेका तर त्यो सपनामय जगतमा त्यो दुष्टैका आत्मिकी सेनाहरूलाई उनीहरूले नि भगवान मानेर चाहिँ उनीहरूलाई नि देवदेवता मानेर चाहिँ तर जीवनका दाता परमेश्वरलाई चाहिँ विश्वास नगरेको कारण जब इन्साफ हुन्छ, जब त्यो सपनामय जगत खत्तम हुन्छ, सबै ती पुराना कुराहरू नष्ट हुन्छन्, जब सबै मरेका मानिसहरू यसरी प्रभुका अगाडि आउँदाखेरि चाहिँ अनि प्रभुले ती विश्वास नगर्नेहरूलाई चाहिँ भन्नुहुन्छ, दुष्ट मानिस हो, शैतान र त्यसका दूतको निम्ति तयार गरेको नरकमा तिमीहरू जाओ भनेर तिनीहरू नरक पठाउनुहुन्छ। अनि त्यतिखेर ती अविश्वास गर्ने चाहिँ सबै नै नरकमा अनन्त कालको निम्ति जलिरहन्छन्। पवित्र ग्रन्थ बाइबलले भन्छ, जसरी परमेश्वरको राज्यमा हामी अनन्त अनन्तसम्म शान्ति अनि मुक्ति अनि आनन्द पाउँदछौँ र त्यसै गरेर नरकमा जाने आत्माहरू पनि अनन्त अनन्त कालसम्म तडपिराख्नुपर्छ, दाना किटिराख्नु पर्दछ। अनि त्यहाँको तडपिने कुराको चाहिँ अन्त हुँदैन भनेको छ। त्यसकारण आज मैले जो यो 3 लोक 14 वनको वर्णन देखाएर अनि अन्त्यमा सपनामय जगत नष्ट भएर जब परमेश्वरको सेतो सिंहासनमा देखियो, सेतो सिंहासन र त्यसमा विराजमान हुनेलाई देखियो र उहाँका अगाडि सबै ठुला सारा मरेका यसरी भेला भएर अनि जतिले प्रभु यीशुलाई विश्वास गरेका थिए तिनीहरू सबैको अन्तिम हिंसा भएर तिनीहरू परमेश्वरको राज्यमा पसे र जतिले विश्वास गरेका थिएनन् ती नरकमा गए। र म यही भन्न चाहन्छु, हजुरहरूले जतिले प्रभु यीशुलाई विश्वास गर्नुभयो यो चाहिँ एकदमै असल काम गर्नुभयो, किनभने प्रभु येशू ख्रीष्ट चाहिँ त्यो 3 लोक 14 भुवनको सबैभन्दा माथिल्लो ठाउँबाट संसारका पापी मानिसलाई उद्धार मुक्ति दिन आउनु भएको हो र सबै कुरालाई परिपूर्ण पार्नका लागि उहाँ त्यो पृथ्वीदेखि लिएर गएर माथिसम्म सबै कुरालाई भरिपूर्ण पार्न सारा स्वर्गहरू पनि छेचुलेर जाने उहाँ नै हुनुहुन्छ। र अब रह्यो कुरो एउटा, तपाईहरूले पृथ्वीदेखि माथिका 14वटा भवनको बारेमा त देख्नुभयो, तर अरू पनि धर्मशास्त्रले तल पातालहरू पनि छ भनेको छ, होइन? पातालहरू पनि छ भनेको छ। त पातालको बारेमा चाहिँ अब यीशुले के भन्नुहुन्छ त? पाताल कतिवटा छन् भन्दा त्यो पनि हेरिराखौँ हामीहरूले। पातालहरू 7वटा छन्।
पहिला चाहिँ अतल भन्छ, दोस्रो वितल भन्छ, तेस्रो सुतल भन्छ, चौथो तलातल भन्छ, पाँचौं महातल र छैटौं चाहिँ रसातल अनि सातौं चाहिँ पाताल भन्छ। र यी पातालहरू पनि के छन् भने 7 वटा छन् र यो पातालहरूको बारेमा चाहिँ बाइबलको विचार के छ? अब हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ पृथ्वीदेखि माथि तेस्रो लोक अनि ती 14 वटा भुवनमाथि पनि ख्रीष्टले अधिकार गर्नुभएको रहेछ। ख्रीष्टद्वारा नै सबै कुराको भरिपूर्ण हुँदो रहेछ भन्ने कुरा बुझ्यौं। जब ती 13 वटा लोक र त्यो दोस्रो लोक र 13 वटा भुवनहरू नाश हुँदाखेरि पनि ख्रीष्टले नै त्यहाँ सर्वश्रेष्ठता गर्नुहुने रहेछ, सर्वश्रेष्ठता पाउनु हुने रहेछ भन्ने कुरा बुझ्यौं भने अब पातालप्रति चाहिँ ख्रीष्टको के विचार छ त? ख्रीष्टले के गर्नुहुन्छ? अब हामी बाइबलमा त्यो पनि हेर्नेछौँ र अनि आजको यो सेवाकाईलाई हामी यहाँ अन्त्य गर्नेछौँ। प्रकाशको पुस्तक 1 अध्यायको 18 पदलाई हामी हेर्नेछौँ। यहाँ लेखिएको छ, जीवित चाहिँ म नै हुँ, म मरेको थिएँ, हेर म सदा सर्वदाको निम्ति जीवित छु अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। ल, मृत्यु र पातालका साँचाहरू पनि कोसँग छ? प्रभु येशू ख्रीष्टमै छ। पृथ्वीमा पनि उहाँ राजाहरूका राजा भएर आउनुभयो अनि माथि ती स्वर्गहरूमा पनि ईश्वरहरूका पनि परमेश्वर भएर उहाँ नै आउनुभयो। आकाश मण्डलहरूका र सर्वोच्च आकाश मण्डलहरूका पनि परमेश्वर उहाँ नै हुनुहुँदो रहेछ। अनि तल 7 वटा पातालहरू देख्यौं, त्यो 7 वटा पातालहरूको चाबी पनि हाम्रा प्रभु येशू ख्रीष्टकै हातमा रहेछ। त्यसकारण जतिजना तपाईहरुले प्रभुलाई विश्वास गर्नुभएको छ, तपाईले आफैलाई अहभाग्य सम्झिनुहोस्। जतिजनाले विश्वास गर्नुभएको छैन, आज तपाईहरु यो सपनामय जगतमा अलमलिएर नबस्नुहोस्। एक दिन यो सपनामय जगत टलेर जानेछ। जब सेतो सिंहासनमा बस्ने आउनुहुनेछ र सेतो सिंहासनमा बस्नुहुनेछ अनि जब उहाँले इन्साफको दण्ड लिएर सेतो सिंहासनमा बस्नुहुनेछ, त्यतिखेर उहाँका सामनेबाट ती सबै पुराना आकाश र पुराना पृथ्वीहरू भाग्नेछ। तिनीहरूको निम्ति कतै ठाउँ हुने छैन। पवित्र धर्मशास्त्र बाइबलले बताएको छ। तर प्रभु येशूले के भन्दै हुनुहुन्छ भने त्यो सबै कुरालाई त्यागेर यदि कसैले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ भने योन्नाको पुस्तकमा लेखिएको छ 14 अध्यायलाई हामी हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्नेछौ। 6 पदमा भन्नुभएको छ, बाटो सत्य र जीवन म हुँ, मदेखि बाहेक अरू कोहीद्वारा पनि पिता कहाँ जान सक्दैन। प्रभु येशू संसारमा आउनुभयो, कन्या मरियमको गर्भबाट जन्मिनु भयो र तपाईँ हामी सबैको पापको प्रायश्चितको निम्ति उहाँ क्रुसमा बलिदान हुनुभयो र उहाँ गाडिनु भएर तेस्रो दिनमा बौरी उठ्नुभयो र बौरी उठेर 40 दिनपछि उहाँ स्वर्गारोहण भएर सारा स्वर्गहरूभन्दा छिचोलेर माथि त्यो अनन्तको राज्यमा उहाँ पुग्नुभयो र उहाँ जहाँ जानुभयो तपाईँ र मेरो निम्ति ठाउँ तयार पार्न जानुभयो। उहाँ ठाउँ तयार पारिसकेपछि फेरि उहाँ हामीलाई लिन आउनुहुनेछ अनि हामी उहाँबाट जानेछौँ र अनन्त अनन्तको राज्यमा गएर हामी भव्य प्रवेश पाउनेछौँ र अनि अनन्त अनन्तको शान्ति आनन्दलाई हामीले प्राप्त गरेर परमेश्वरका छोराछोरी र परमेश्वरका सन्तान भएर हामी रहनेछौँ। यो कुरा बाइबल धर्मशास्त्रले मात्रै होइन, वैदिक धर्मशास्त्रको भविष्य पुराणले भन्दछ, ईशाह मसीह इति च मम नाम प्रतिष्ठितम ईशाह पुत्र कुमारी गर्भ जन्म सम्भवत। त्यसको अर्थ त्यो ईसा मसीह भन्ने व्यक्ति चाहिँ यो पृथ्वीमा मौ भन्ने नाममा स्थापना हुन्छ र त्यो चाहिँ कन्याको गर्भबाट जन्मिने सम्भव छ है भनेर भविष्य पुराणको प्रतिसर्ग पर्वको तेस्रो खण्डले पनि बताउँदछ। त त्यो को भन्दा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। आज 3 त्रिलोक 14 भुवनको वर्णन हेरिसकेपछि तपाईहरुको हृदयमा साँच्चै नै प्रभु येशू ख्रीष्ट नै सबै पृथ्वीका मानिसहरूको उद्धारकर्ता र मुक्तिदाता रहेछ भनेर तपाईले आफ्नो हृदयमा बुझ्नुभयो भने र अनि उहाँलाई आफ्नो मुक्तिदाता प्रभु येशू हुनुहुँदो रहेछ भनेर ग्रहण गर्नुभयो, विश्वास गर्नुभयो र उहाँका आज्ञाहरू पालन गर्न तपाईँ तयार हुनुभयो भने बाइबलले के भन्दछ भने म एकचोटि फेरि रोमीको पुस्तक पनि पढ्नु पर्यो। रोमीको 8 अध्यायको
म 38 पदबाट पढ्नु पर्यो। किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुने कुराहरूले वा शक्तिहरूले, उचाइले, गहिराई वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्दैन। के भन्दैछ? उचाइले पनि सक्दैन, उचाइमा भएका ती प्रधानताहरूले पनि सक्दैनन्, ती शक्तिहरूले पनि सक्दैनन्, दृश्यका शक्तिहरूले पनि सक्दैन, अदृश्य शक्तिहरूले पनि सक्दैन, अनि गहिराईमा भएका, पातालमा भएका शक्तिहरूले पनि सक्दैन हामीलाई प्रभु येशू ख्रीष्टमा भएको परमेश्वरको प्रेमबाट कसैले पनि तपाईँलाई मलाई अलग गर्न सक्दैन भनेको छ। त त्यति महानता, त्यति सत्यता, त्यति सर्वश्रेष्ठता भएको प्रभुलाई 3 त्रिलोक 14 भुवन वर्णनको यो सबै कुरा देखेपछि पनि यदि हामीले हृदयको अन्तस्करणबाट विश्वास गर्न सक्दिनौँ भने तपाईँ र मैले एक दिन सपनामय जगतमा सपना जस्तै टल्नु पर्नेछ। तर सपनामय जगत हो, त्यो सपनामा अक्षर ब्रह्म उठेपछि त्यो सपनामय जगत हराइहाल्छ। त अब त्यहाँ हामी सबै कहाँ जान्छौँ के मतलब भयो त्यसो नभन्नुहोस्। बाइबलले भन्छ जब त्यो सपनामय जगत सबै टल्दछ, तर त्यो सपनामय जगतमा भएका सबै ती आत्माहरू चाहिँ सबै साना ठुला मरेका सबै यसरी प्रभुको सिंहासनको अगाडि यसरी भेला हुनेछन् भनेको छ। खालि यो धरती, यो आकाश, पृथ्वी मात्रै हराउने छ, किनभने तपाईँ र मेरो आत्मा चाहिँ अमर अनि अविनाशी छ, कहिले पनि मर्दैन। यो आत्मालाई चाहिँ, यो आत्मा किन मर्दैन भने जब परमेश्वरले मानिसलाई बनाउनु भयो, परमेश्वरले आफ्नो सास चाहिँ मानिसको नाकमा फुकिदिनु भएको छ, अनि त्यो सास चाहिँ तपाईँ र मेरो निम्ति आत्मा हो। त्यो आत्मा अमर अनि अविनाशी छ। त्यो यदि नर्कमा जान्छ भने अनन्तकाल तडपिरहन्छ, यदि त्यो प्रभु यीशु ख्रीष्टद्वारा मुक्ति पाएर त्यो परमधाममा जान्छ भने अनन्त अनन्तसम्म शान्ति पाउँदछ। त्यो आत्मा चाहिँ त्यो सपनामय जगत हराए तापनि त्यो आत्मा हराउने छैन। त्यो सबैको इन्साफकर्ता प्रभु यीशु ख्रीष्टको अगाडि यसरी भेला हुनै पर्दछ प्रियहरू। त्यस कारण गर्दा म हजुरहरूलाई यदि बिन्ती गर्न चाहन्छु कि प्रभु यीशु ख्रीष्ट उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। परमेश्वरले हामी सबै जगतका मानिसहरूलाई प्रेम गर्नुभयो र उहाँलाई यस संसारमा पठाउनु भयो। उहाँलाई विश्वास गर्ने कोही पनि नाश हुँदैन, तर त्यसले अनन्त जीवन पाउँछ भनेर पवित्र ग्रन्थ धर्मशास्त्र बाइबल यूहन्ना 3 अध्यायको 16 पदमा लेखिएको छ। आउनुहोस्, हाम्रा जीवनमा भएका सारा गल्ती, त्रुटि, भूल, अपराध, हामीले जानी नजानी गरेका विगतका सबै परमेश्वरको विरुद्धमा गरेका कामहरू, परमेश्वरको विरुद्धमा गरेका पूजाहरू, परमेश्वरका विरुद्धमा गरेका भूत, प्रेत, ग्रह, नक्षत्रका पूजाहरू, यी सबै कुरा र हाम्रो पापी स्वभावमा हाम्रो आत्मा भएको कारण यी सबै कुराको हामी पश्चाताप गरौँ र तपाईँ हामी सबैलाई पापबाट अनन्त अनन्तको उद्धार मुक्ति दिने प्रभुलाई आफ्नो व्यक्तिगत मुक्तिदाता हुनुहुन्छ भनेर उहाँलाई विश्वास गरौँ, उहाँलाई ग्रहण गरौँ र उहाँका हरेक आज्ञा पालन गर्दै यस शरीरमा पनि हामीले उहाँको आनन्द, उहाँको शान्ति, उहाँको मुक्तिको अनुभव गरौँ र अरूलाई पनि त्यो कुराहरू हामीले देखाउँ, सिकाउँ र आउने युगमा परमेश्वरको अनन्त अनन्तको शान्तिमय राज्यमा भव्य प्रवेश पाऊँ। यही नै 3 त्रिलोक 14 भुवन वर्णनको सारांश हो। प्रभुले यहाँहरू सबैलाई आशीर्वाद गरून्। जय मसीह।